सिस्टमेटिक अर्डरमा कुनै एउटा नम्बर अगाडि बढिरहेको हुन्छ, त्यही अनुसार तपाईले यसलाई पनि हामी त्यो प्याटर्नलाई पनि कम्प्लिट गर्छौं। जस्तो देख्न सक्नुहुन्छ, यसमा नम्बर भन्ने बित्तिकै एउटा अरेन्जमेन्ट हो। कुनै पनि नम्बरहरुको बारेमा हामीले सिक्वेन्स एउटा क्वेशनको प्याटर्न दिन्छ। त्यो हुन सक्छ एउटा कुनै स्क्वायर नम्बरको प्याटर्न, क्यूब नम्बरको प्याटर्न, प्राइम नम्बर, कम्पोजिट नम्बर, होल नम्बर, नेचुरल नम्बर, यी विभिन्न नम्बरहरुको वेमा जुन क्वेशन दिएको हुन्छ त्यही अनुसार हामीले नेक्स्ट प्याटर्न जे आउँछ के हो भनेर पत्ता लगाउँछौं दिएको क्लुबाट। ओके, यति तपाईलाई थाहा भइसकेपछि हामीले सम एउटा डिफरेन्ट मोडलमा मैले क्याटेगोराइज गरेको छु यसलाई। जस्तो फर्स्ट मोडलमा यस्तो लेखेको छु, टाइम सिक्वेन्स टेस्ट द टाइम सिक्वेन्स सिरिज सर्टेन ग्यापिङ पछि यसले एउटा आफ्नो घट्दै जाने वा बढ्दै जाने वा त्यसको एउटा प्याटर्नमा केही न केही चेन्ज देखिने, यो टाइपमा हामी यहाँ डिस्कसन गर्दै छौं। यसमा यो कन्सेप्ट यही नै हो। यो फर्स्ट प्याटर्नमा टाइम सिक्वेन्स सिरिज क्वेशनले भनेको छ, मैले ब्याकग्राउन्ड तपाईलाई भनिसके सिरिजको बारेमा। के गर्नु भने सिम्पल, सबैले आफ्नो भिडियो अफ गरेर बस्नुले त्यहाँ बीचमा ठिकै छ, यो भइदियो भने हामीलाई सजिलो हुन्छ। एनीवे, यो क्वेशनको प्याटर्न हामीले हेर्यौं, यहाँ के देखिरहेका छौं भने 6861 क्वेशनको प्याटर्न हेर्नुस् त 6861 यहाँ छ। 6861 पछि 68612 सम्म गएको देखिन्छ। 68612 68612 सम्म गयो, 68612 4 सम्म गयो। अब त्यसपछि पालो के हो त, प्याटर्न यो सर्टेन टाइम पछि के आएछ, यति कुरा कमन आयो, यसमा बढ्दै गयो के 68612 68612 4, त्यसो भए 68612 पछि अब के आउँछ 2 आउँछ। 68612 4 पछि के भनेको भए यसमा आन्सर 5 हुन्थ्यो, तर क्वेशनमा के छ 1 पछि स्टप भएको छ, त्यही अनुसार के भयो 2 हुने भयो। भेरी गुड, अप्सन बी मा यसको राइट आन्सर छ। थ्यांक यू। अब नजुकिनुस्, यसमा क्वेशनको प्याटर्नमा के 1 2 3 4 पछि 6861 1 2 3 4 पछि व्हाट भनेको भए 5 हुन्थ्यो है। अब तपाईलाई क्वेशनमा के छ भने जब क्वेशनले 6861 पछि व्हाट भन्यो भने त 1 पछि 2 नआउने हो, त्यसपछि बाँकी हुन्छ। थ्यांक यू है। तपाईहरुको हाम्रो सुरुदेखि नै स्टार्टिङ हुँदैछ, जो फिजिकल क्लासमा एउटा दुईटा क्लासहरु अगाडि बढिरहेको थियो र तपाईहरुको यहाँ स्टार्टिङदेखि एन्डिङसम्म हुन्छ। आजबाट सुरु भएको यो क्लास राम्रोसँग पढ्नुस्। यसमा हेर्नुस् त, यो क्वेशन यो प्याटर्न के छ, यहाँको नम्बरहरु त्यसक घटिरहेको अवस्थामा देख्छौं, यो भन्दा सानो छ, यो भन्दा सानो अवस्थामा छ। तपाईहरुले ध्यान दिएर बुझ्नु होला। यसमा के देखिन्छ, अगाडिको यो नम्बर यहाँ हटेको छ, ठीक छ। यो 5 अगाडिपट्टिको प्याटर्नमा छैन, यहाँ 5 छैन। त्यसपछि हेर्ने हो भने यो राइटको नम्बर छैन। यसबाट यहाँ आउँदा के देखियो, यो लेफ्टको 7 नम्बर राइटको नम्बर हटेको छ। यहाँबाट यहाँ आउँदा फेरि लेफ्टको नम्बर हटेको छ। हेर्नुस् त, यो लेफ्टको नम्बर हटेको छ। अब के हट्ने, राइटको नम्बर हट्दैछ। राइटको नम्बर 3 हट्ने। आन्सर के हुन्छ 96542, राइट 96542। अप्सन डी यसको करेक्ट आन्सर हो। थ्यांक यू एभ्रीवन, थ्यांक यू सो मच। धेरैको मेसेज आएको छ, मैले तपाईहरुको नाम नलिए पनि राम्रो छ, सबैले यस्तै गर्नुस् ल। क्वेशनको प्याटर्न चिनेर हामी अगाडि बढेका छौं र यसरी नै बढ्नु पनि पर्छ। यहाँ हेडिङ छ केस अफ डिफरेन्स प्लस केस अफ एन स्क्वायर एन्ड क्यूब, यो टाइपमा क्वेशनहरु यहाँ हामीलाई दिएको छ। पहिला क्वेशनको मोडल हामी हेर्छौं। यहाँ देख्छौं एउटा क्वेशनले कुन वेमा नम्बर घटिरहेको कन्टिन्युअसली देख्छौं वा बढिरहेको केही न केही नेचर यहाँ देखेका हुन्छौं। यसमा अलिकति एक्टिभ हुनु होला सबैजना, सकेसम्म हामी ब्याक गर्न अवस्थामा नपरोस्, कहिलेकाहीँ समस्या आउँछ। ओके, यसमा हेर्नुस्, केस अफ डिफरेन्स प्लस केस अफ एन स्क्वायर एन क्यूब एन स्क्वायर प्लस माइनस 1 एन स्क्वायर प्लस माइनस एन एन क्यूब। यो भनेको के हो भने कुनै संख्याको स्क्वायर हुन सक्छ, क्यूब हुन सक्छ, स्क्वायरमा कुनै संख्या जोड्न सक्छ वा घटाउन सक्छ, त्यही संख्याको स्क्वायरमा त्यही संख्या जोड्न वा घटाउन सक्छ। प्लस माइनस 1 को मिनिङ यसमा अझै पनि अरु लेख्नु, प्लस माइनस 2 3 र यसो लेख्नु न, 2 3 जति पनि हुन सक्छ। कुनै फिक्स नम्बर जोड्न सक्छ वा कुनै फिक्स नम्बर घटाइदिन सक्छ।
प्लस माइनस को मिनिङ त्यो हो जोड्न सक्छ वा घटाउन सक्छ। यहाँ यानि कि प्लस माइनस 1 त्यसपछि पालो प्लस माइनस 2 प्लस माइनस 3 सो 1 हुँदै जान्छ। जतिको किप छ त्यही संख्या जोड्न सक्छ वा घटाउन सक्छ। यो भित्र रहेर हामी डिस्कसन गर्छौं। यो हेडिङमा विथ केस अफ डिफरेन्स पनि यहाँ जोडिएको छ। पहिलो क्वेशन भने तपाईहरुले आन्सर धेरैले दिइरहनु भएको मैले देखेको छु। 125 बाट 80 हुनु भनेको यसको ग्यापिङ हेर्यो भने कति हो 45 ले घटेको देखिन्छ। यसमा कतिले घट्छ 35 ले कम भएको छ। यसमा कतिले घटेको छ 25 ले घटेको छ। हो अब त्यसो भए के गर्नु पर्यो भने तपाईहरुले यसमा अब कतिले घट्छ हेर्नुस् त्यहाँ। अब घट्ने पाल कतिले हो सिम्पल 80 बाट यो 45 ले घट्यो 45 ले घट्यो। यसमा 35 ले घट्यो 10 कम भएर घट्यो। यसमा 25 ले घट्यो अब कतिले घट्ने 15 ले घट्ने। 20 मा 15 घट्नु भने कति हुन्छ हेर्नुस् त 5 हुन्छ। हो 15 ले घट्ने पालो छ है। यसमा 10 कम भएर घट्ने। क्लियरली अप्सन ए राइट आन्सर हो। भेरी गुड। यसमा त गाह्रो भएन सिम्पल कुरा छ तपाईहरुले मिलाउनु भयो। थ्यांक यू सो मच। यसमा हेर्नुस् त यो क्वेशनमा के देखिन्छ 5 6 9 15 क्वेशन मार्क त्यसपछि 40 यहाँ छ। 5 6 9 15 व्हाट अनि 40 छ। यहाँ हामीले के देख्न सक्छौं भने 5 6 9 15 व्हाट 40 छ। अब यो क्वेशनमा नम्बर बढिरहेको देखिन्छ। बढिरहेको देखिन्छ भने यसमा हेर्नुस् कतिको ग्यापिङमा बढेको छ यो कुरा पत्ता लगाउनु पर्ने हुन्छ। जस्तो मैले एक पटक यहाँ लेख्थे है 5 6 9 15 क्वेशन मार्क अनि 40 यहाँ लेखिएको छ। 5 बाट 6 हुनु भनेको यो 1 ले बढ्नु हो। 6 बाट 9 हुनु भनेको 3 ले बढ्ने हो। पछि आउँछ है स्पेशल लेसन हामी अब्स्ट्र्याक्ट केही समयपछि गर्छौं। यसमा यो 6 ले बढेको छ। त्यसपछि अब यसमा क्वेशनले सोधेको हो यो 1 3 र 6 पछि के आउँछ भन्ने कुरा स्पष्ट यहाँ गर्न नसकेपछि तपाईहरुले के गर्नु पर्यो भने यसको ग्यापिङ एक पटक गर्दा भएन भने फेरि पनि ग्याप गर्न पाउनुहुन्छ। फेरि ग्याप गर्नु भनेको 1 र 3 मा कतिले बढ्नु हो यो 2 ले बढ्नु। यो 3 बाट 6 भनेको 4 ले बढ्नु हेर्नुस् त। सरी यसबाट 3 ले बढ्नु। 1 मा 2 बढ्दा 3 3 मा 3 बाट 6 त्यसो भए कतिको पालो 6 मा 4 बढ्दा 10 ले बढ्ने भयो। यो हाम्रो यस्तो ट्रायंगुलर शेपमा काम हुन्छ के यो र योको सम जहिले पनि यहाँ भएको हुन्छ। यसो चेक गर्नु न है 5 + 1 6 6 + 3 9 9 + 6 15 हो भने 15 + 6 25 हुने पालो हो कि भाइ। किनकि ट्रायंगुलर शेप 1 + 2 3 3 + 3 6 4 + 6 10 भए जस्तै 15 + 10 25 हुन्छ। अबको सिक्वेन्स पनि पक्कै मिल्छ किनकि 15 को ग्याप यहाँ ठ्याक्कै +5 आउँछ के है। एक्ज्याक्टली अप्सन बी राइट आन्सर हो। तपाईले दिनु भएको छ केसरी लगायत धेरै जनाको नाम छ। भेरी गुड। यसमा भने एउटा कमा एक ठाउँमा मात्रै हो। यसो हेरेर सोच्नुस् त यसमा आन्सर के गर्नुहुन्छ तपाईहरुले। यसमा केही समय सोच्नुस् त। दिनु भएको छ यो क्वेशनमा। ठीक छ। Very good. 3 4 7 7 13 13 21 22 31 34 अनि क्वेशन मार्क छ है। हो यसमा हामीले के कुरा ख्याल गर्नुपर्ने भयो भने नि यो 3 बाट 4 आयो हेर्नुस् त। 3 बाट 4 1 ले बढ्यो फेरि 4 बाट 7 अलिकति क्लियर भएन नि त है। रेगुलर हेर्दा स्पष्ट भएन भने हामीले दुईटा वा तीनटा सिरिजलाई कम्बाइन गरेर क्वेशन दिन सक्छ। यसमा हेर्नुस् त के हुन्छ 3 बाट 7 भनेको 4 ले बढ्नु हो। 7 बाट 13 भनेको 6 ले बढ्ने हो। 13 बाट 21 कतिले बढ्ने हो 8 ले बढ्ने हो। 21 बाट 31 10 ले बढ्ने हो। त्यसो अब कतिले बढ्ने पालो आयो भन्नुस् त 12 ले बढ्ने। 31 + 12 कति हुन्छ 43 हुन्छ। 43 अप्सन बी यसको राइट आन्सर हो। अब ल ए बाबु ल ठीक छ। अब यसमा हेर्नुस् त के देख्नुहुन्छ तपाईहरुले 3 बाट 4 ले बढ्यो ग्याप डबल सिरिजको ग्यापमा। फेरि 7 बाट 6 ले बढ्दा 13 13 + 8 21 21 + 10 31 हो भने
जोड संख्याले बढिरहेको यो प्याटर्न अब 10 मा 2 बाट 12 ले बढ्छ 31 + 12 43 अप्सन बी आन्सर हो राइट आन्सर भेरी गुड अब नेक्स्टमा हेर्नुस् त नेक्स्ट क्वेशनमा ल यसमा के देख्नुहुन्छ हेर्नुस् त 45 56 70 60 71 70 75 86 70 बीच बीचमा 70 आइरहेको छ याद छ तपाईलाई यहाँ 70 आयो फेरि 70 आयो फेरि 70 आयो के लजिक बुझ्नु भयो हरेक दुईटा नम्बरको ग्याप पछि 70 आएको छ यो दुईटा नम्बर पछि के आउँछ क्लियरली यहाँ 70 त हुन्छ नि लास्ट नम्बर 70 हुन्छ भने दुईटा यो क्यान्सल हुने भए अन्तिममा 70 भएको हामीसँग दुईटा अप्सन क्वेशनमा छ अब त्यसो भए यो दुईटामा कुन हो भनेर हेर्न अर्को पनि प्याटर्न चिन्नै पर्ने हुन्छ विजयन ल ठीक छ त्यसो भए 45 बाट 56 भनेको 45 10 55 11 ले बढ्यो एउटा भन्दा अर्को 11 ले बढ्यो यसमा पनि 11 ले बढ्यो यसमा पनि 11 ले बढ्यो त्यसो भए अब यहाँ पनि कतिले बढ्ने 11 ले बढ्ने 90 + 11 कति हो 101 हो 101 र 70 राइट 101 र 70 भेरी गुड हरेक दुईटा पछि 70 ले बढेको छ भने अगाडिको दुईटा नम्बर एक भन्दा एउटा फर्स्ट नम्बरमा 11 जोड्दा सेकेन्ड नम्बर आएको छ थ्यांक यू अप्सन बी यसको राइट आन्सर हो सबैलाई दिएको आन्सर थ्यांक यू एभ्रीवन करेक्ट आन्सर दिनुभएको छ राम्रो छ एकदमै राम्रो यसमा हेर्नुस् त के देख्नुहुन्छ 8 6 9 23 87 अनि क्वेशन मार्क छ यसो हेर्नुस् यसरी राइट दिनुभएको छ है ल भेरी गुड थ्यांक यू सो मच ओके अरूले पनि गर्नुस् हेरौँ त के हुन्छ 8 6 9 23 87 क्वेशनमा छ हो यसमा हेर्ने हो भने फर्स्टबाट सेकेन्ड त घट्यो तर अरु कन्टिन्युअसली के भइरहेको छ बढिरहेको चाहिँ छ अब तपाईहरुले यसमा यति बेला के गर्नु भने ग्यापिङले गर्नुभयो भने क्वेशनमा कुनै तालमेल मिल्दैन 8 बाट सोझो दिमागले लगाउनुस् 8 बाट 6 निकाल्ने भनेको तरिका के हो 2 घटाउने हो 8 बाट 6 निकाल्नु भनेको 2 घटाउनु हो अब त्यसो हो भने त 6 मा 3 जोड्दा 9 फेरि 4 घटाउँदा प्याटर्न त मिल्दैन त्यसो भए यसो यहाँ इन्टु 1 गरेर हेर्नुस् किनकि कुनै मल्टिपल किन यहाँ ठुलो बढिरहेछ नि त नेचरली ठुलठुलो भयो के अलि ग्रोथ चाहिँ ठुलो टाइपको छ भने मल्टिपलमा जाने स्मल टाइपको छ भने सानो केही एडिसन कुरा गर्ने हो यसो भए यहाँ आइरह्यो सेकेन्डमा मैले 6 लेखे इन्टु 1 नै गर्नलाई त किन गर्नु परेर 2 गरेर हेरौँ 12 आउँछ तर निकाल्नु पर्ने 9 छ 12 बाट 9 निकाल्न 3 घटाउनु पर्छ अब भने तपाईको दिमागमा केही न केही आइडिया आउँछ 1 2 अब त्यसो भए यहाँ मैले 9 त लिन्छु नै 1 2 पछि नेक्स्ट नम्बर के हुनुपर्छ मस्ट बी मल्टिप्लाइड बाइ 3 माइनस सब्ट्र्याक्सन को प्रोसेस 2 3 पछि क्लियरली 4 हो 2 3 यता 1 2 3 2 3 4 27 में 4 23 हो जब क्वेशन को फर्मेट नै आइसक्यो अब हामी बाँकी गर्न सक्छौं 4 हुन्छ 4 को ठाउँमा 5 हुन्छ 87 92 - 5 अब हामी के गर्छौं 87 * 5 - 6 गर्छौं 8 × 45 400 7 × 435 माइनस 429 is the correct answer हो ऑप्शन बी मा रहेछ राइट आन्सर भेरी गुड थ्यांक यू प्रवीण लगाए सबैजना धेरै लिनु भएको छ अब यसमा आउनुस् नेक्स्ट क्वेशनमा सबैजना यता हेर्नु होला क्वेशन नेक्स्ट मा हेर्नुस् 64 and 25 216 343 512 क्वेशन मा छ exactly we have given the set of cube number starting from 4 very good exactly right answer यो 64 भनेको के हो भने 4 को क्यूब हो कि होइन 64 भनेको 4 को क्यूब हो यो भनेको 5 को क्यूब हो 6 को क्यूब हो 7 को क्यूब हो अब पालो 8 को क्यूब चाहिन्छ यसको सही दिएकै छ अब हामीलाई 9 को क्यूब चाहिन्छ 729 that is the cube of 9 right यो क्वेशन को सिक्वेन्स मा जानै पर्ने हुन्छ हेमन्त सिंह थ्यांक यू सो मच सबैजनाले गर्दै जानुस् यसरी नै
आदर्श टेकाउन नर्मदा सिंह थ्याङ्क यू अब यता आउनुहोस् क्यूब नम्बरको प्याटर्नमा छ तपाईहरुले ओके यसमा हेर्नुस् केही छैन म तपाईहरुलाई भन्दिउँला कुनै समयमा एउटा क्याल्कुलेसनको बारेमा मैले विभिन्न क्लासहरुमा त गराउने गरेको थिएँ स्क्वायर क्यूबको ट्रिक्सहरु पनि अहिले चाहिँ यति कुरा याद गरौँ न मिनिमम पनि 15 सम्मको क्यूब नम्बर 20 सम्मको स्क्वायर नम्बर याद गरिराख्नुस् मैले क्याल्कुलेसनको आइडिया कुनै दिन एउटा क्लासमा गर्दिन्छु एनीवे अहिले यसमा हेर्नुस् त यो क्वेशनको प्याटर्न के छ ट्रिक्सहरु त छ किन 120 99 80 63 48 देन हो क्वेशनमा छ यसमा हामी के देख्छौं भने 120 99 120 भनेको खास के हो भने नि ग्यापिङले नै मिल्छ हुन त ठीक छ ग्यापिङले मिल्छ नभए यो भनेको 11 को स्क्वायर -1 121 -1 क्लियरली ग्यापिङले आइराको छ केही छैन यो कति छ 10 को स्क्वायर 100 -1 यो कति हो 9 को स्क्वायर 81 -1 8 को स्क्वायर 64 -1 7 को स्क्वायर 49 -1 अब के हुन्छ 6 को स्क्वायर -1 36 -1 को 35 हुन्छ अप्सन बी को राइट आन्सर हो भेरी गुड अभिनव लगायत सबैजनाले राम्रो गर्नु स्क्वायर -1 को प्याटर्न छ नभए त्यो त के मिलिहाल्छ है भेरी गुड अब यसमा यस्तो गर्नुस् न ग्यापिङ पनि राम्रो छ है ल ग्यापिङ पनि ठीक छ ग्यापिङ गरे पनि हुन्छ 19 भए -21 ले घट्ने हो यसमा कतिले घट्छ 19 ले घट्ने यसमा 17 ले कम हुने यसमा 15 ले कम हुने अपलका 13 ले कम हुने 48 मा 13 कम भनेको 35 को अप्सन ए यसको राइट आन्सर है अप्सन ए राइट आन्सर एक्ज्याक्टली राइट अभिनव भेरी गुड अब यता हेर्नुस् न तपाईहरु यहाँ देख्नुहुन्छ क्वेशनले के भनेको छ 0 to 8 14 क्वेशन मार्क छ 34 यसमा हामीले यसो हेरौं के देखिन्छ भने 0 बाट 2 भनेको 2 ले बढ्यो 6 ले बढ्यो यसमा 6 ले बढ्यो 6 ले बढ्यो त ग्यापिङले त केही काम नै गरेन यही स्टप भयो क्वेशनमा ग्यापिङको कुनै काम नभइरहेको बेला छ 0 छ भने 99% केस तपाईको क्वेशनमा के हुन्छ कि 1 को स्क्वायर -1 कि 1 को क्यूब -1 यो प्याटर्नमा काम भइरहेको हुन्छ यति बेला हामीले यहाँ के देख्छौं भने 0 भनेको के हो 1 को स्क्वायर -1 0 हुन्छ अब 2 को स्क्वायर -2 2 नै हुन्छ त्यसोमा यहाँ 3 को स्क्वायर -3 गरेर आएन -1 नै गर्नु पर्यो 1 को स्क्वायर -1 2 को स्क्वायर -2 3 को स्क्वायर -1 यो कति हो 4 को स्क्वायर -2 प्याटर्न बुझ्नु भयो 1 को स्क्वायर -1 2 को स्क्वायर -2 3 को स्क्वायर -1 4 को स्क्वायर -2 पालो के त भन्दा 5 को स्क्वायर -1 को पालो हो 25 -1 को 24 हुन्छ यानी कि यो के हो भने 6 को स्क्वायर -2 हो नि त स्क्वायर -1 स्क्वायर -2 स्क्वायर -1 स्क्वायर -2 स्क्वायर -2 यो वेमा गइदिएको देखिन्छ है ल 25 -1 को 24 अप्सन सी यसको राइट आन्सर हो ल राइट स्क्वायर -1 स्क्वायर -2 इस 1 को बाट स्टार्ट भाषा सुरु गर्ने 1 बाट सेकेन्ड मोडलमा हेर्नुस् त क्वेशन के देख्नुहुन्छ यसमा हेर्नुस् प्र्याक्टिस गर्नुपर्छ हामीले अर्थमेटिक सिरिज एन्ड ज्योमेट्रिक सिरिज भन्ने यो प्याटर्नमा राखेको क्वेशन अब हामी प्र्याक्टिस गर्छौं अर्थमेटिक सिरिज छ यहाँ ज्योमेट्रिक सिरिज अर्थमेटिक सिरिज भनेको कमन डिफरेन्स बाट हुने कुरा भयो कमन डिफरेन्स हुने ज्योमेट्रिक भनेको कमन रेशियो हो कमन डिफरेन्समा पर्ने कुरा भयो भने यो कमन रेशियोको कुरा भयो अब यति बेला क्वेशनले हामीलाई सोध्छ व्हिच टर्म अफ द सिरिज 5 10 20 40 रिजल्ट इज 1280 कुन टर्म 1280 पर्छ क्वेशनले सोधिरहँदा हामी यहाँ कसरी आन्सर निकाल्छौं भने यो हरेकमा के बाछ इन्टु 2 हुँदै गएको छ हेर्नुस् त फर्मुलाको प्याटर्नमा जानु ल 5 डबल 10 को डबल 20 को डबल 40 को डबल कति 80 दुना 160 दुना 320 640 को डबल 1280 राइट 5 को डबल 10 को डबल 20 को डबल 40 दुना 80 दुना 160 दुना
320 दुना 640 दुना 1280 मल्टिप्लाई छिटो नै हुन्छ कति भयो 1 2 3 4 5 6 7 8 9 सो क्लियरली 9th टर्म भनेको के छ 1280 छ फर्मुलाको प्रोसेस पनि छ tn इक्वल टु ar को पावर n minus 1 a भनेको फर्स्ट टर्म यहाँ छ r भनेको कमन रेशियो t2 अपन t1 अथवा tn अपन tn minus 1 that is r भनेको कति आउँछ 10/5 गर्दा 2 आउँछ यसमा a दिएको छ n निकाल्नु नै छ tn बार 86 यो सूत्रमा जानुभन्दा छिटो तपाईको यो आफ्नै क्याल्कुलेसन हुन्छ त्यही भएर मैले गरिन तपाईहरुलाई गर्न आउँछ यति भनेपछि कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने यसरी गर्नु होइन सिधै यता छ अप्सन बी राइट आन्सर यसमा धेरै डिस्कसन नगरौँ ल अब यसपछि नेक्स्टमा हेर्नुस् त क्वेशनमा के छ द गिवन सिरिज 3 9 15 what will be the 21st टर्म क्वेशनमा सोध्छ यसमा यस्तो छ अगाडिको क्वेशनमा त आफ्नो प्याटर्न हेर्ने के बाबु सूत्रतिर नजानु मैले तपाईको क्वेशनमा के छ भने थ्यांक यू यसमा के छ भने 5 10 20 40 हुँदै 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 नि कुन टर्म चाहिँ 1280 हुन्छ भने क्वेशनले कतिौं टर्म 1280 हुन्छ भने क्वेशनले जब क्वेशनमा 5 छ 10 छ 20 छ डबल भएको छ नि 5 दुना 10 दुना 20 दुना 40 हुँदै गएको छ भने 40 दुना 80 दुना 160 दुना 320 640 1280 भनेको 1 2 3 4 5 6 7 8 9 पटक माने के भयो 1280 आयो त्यही भएर 9th टर्म भनेको है बाबु कुरा बुझ्नु भयो कि भएन भन्नुस् त ल यही हो पवन बुझ्नु भयो थ्यांक यू एभ्रीवन ल कसले स्लाइड भनेको यही जस्तो आयो ल अब यसपछि भने हेर्नु होला अब ल ठीक छ हुन्छ ल अलि बिस्तारै गर्दिन्छु ल ओके तपाईको स्पिड बढिरहेको छ जस्तो लागेर किनकि एक्जाम आइहाल्छ anyway ल ओके in the series 3 9 15 what will be the 21st term question मा यो हो 3 बाट 9 9 बाट 15 त्यसो भए बुझ्नु 3 बाट 9 भनेको 6 ले बढ्ने हो 9 बाट 15 पनि 6 ले नै बढ्ने हो अब ल ओके 6 6 ले बढिरहेको छ भने अब तपाईलाई चाहियो 21st टर्म 21औं टर्म क्वेशनले सोधेको छ त्यसो भए डिफरेन्स को ग्यापिङ कमन डिफरेन्स छ भने यति बेला हाम्रो एउटा फर्मुला छ tn इक्वल टु a plus n minus 1 into d भन्ने फर्मुलाको प्याटर्न हो 21औं टर्म निकालेपछि 21 को हामी चाहियो पहिलो टर्म a भनेको 3 हुन्छ 21 यानो भने 21 माइनस 1 गर्नु d भनेको डिफरेन्स कति छ यहाँ कति छ 6 को ग्यापिङ छ हो कति हुन्छ हेर्नुस् त यहाँ 3 प्लस 21 माइनस 1 20 20 छका 120 120 प्लस 123 123 123 राइट हो 123 a plus n minus 1 into d a भनेको फर्स्ट टर्म n भनेको 21 निकाल्ने 21 माइनस 1 इन्टु कमन डिफरेन्स को d मैले 6 राखेको है ल यसमा हेर्नुस् त भेरी गुड रौनक थ्यांक यू यो क्वेशनमा हेरौं अब के देख्नुहुन्छ केस अफ एडिसन एन्ड मल्टिप्लिकेसन सिरिज भनेको छ एडिसन भनेको जोड्ने भनेको मल्टिप्लिकेसन भनेको मल्टिप्लाई गर्ने भनेको हो सेकेन्ड डिफरेन्स त क्वेशन हेरेर थाहा हुन्छ बाबु यस्तो भनेको फर्मुलाको प्याटर्न भन्दा तिमीले के बुझ भने ग्यापिङ यसरी आइरहेको यसरी ग्यापिङहरु भइरहेछ भने हामी जहिले पनि के बुझ्छौं यो दुईटा ठाउँमा भएको नम्बरको सम भनेको यो यहाँ जान्छ के यहाँ तिम्रो 3 5 हुनेछ न 8 नै भइहाल्छ यो जुन स्ल्यान्टिङ पार्टमा भएको यो डायगोनल यसरी यो पार्टको दुईटा नम्बरको सम जहिले पनि यहाँ बन्छ है हेर्नु प्र्याक्टिस गर्नु क्वेशन डबल डिफरेन्स कति ट्रिपल पनि हुन सक्छ टेस्ट अफ एडिसन एन्ड मल्टिप्लिकेसन भनेको छ प्लस र इन्टु सँग रिलेटेड क्वेशन यसमा तपाईलाई सोधेको छ प्रतीक भेरी गुड 3 + 5 जोड्दा 8 आउँछ 5 + 8 13 भयो
13 plus 8 21 भयो। अब 21 plus 13 जोडा कति हुन्छ त 34 भयो। अप्सन को बी मा छ यसको आन्सर। हरेक दुईटाको सम के छ थर्ड नम्बर छ 3 plus 5 8 8 plus 5 13 13 plus 8 21 त्यसो भए 21 plus 13 कति हो त 34 हो। फर्स्ट र सेकेन्ड नम्बरको सम के छ थर्ड नम्बर छ। अब यसमा हेर्नु होला के देखिन्छ। 3 plus 5 जोड्दा 8 हुन्छ। 3 plus 5 जोड्दा 8 हुन्छ। 6 plus 7 13 छ। 9 plus 6 15 छ। 8 plus 7 15 छ। फर्स्ट र सेकेन्ड को सम नै थर्ड नम्बर बनाएको अप्सन खोजौं के छ 3 plus 5 भएन। 9 plus 3 12 यही रहेछ। 9 plus 3 12 यही रहेछ। भेरी गुड। ओके राइट। फर्स्ट नम्बर र सेकेन्ड नम्बरको सम नै के बनेको छ थर्ड नम्बर बनेको छ। ओके नर्मदा सिंह एभ्रीवन थ्यांक यू। यहाँ क्वेशनमा यस्तो छ 4 ठुलो नम्बर दिएको छ। जोडेको भाव अगाडि हेर्नु न यहाँ। फर्स्ट र सेकेन्ड नम्बरको सम थर्डमा छ भनेको के हेर्नु न यहाँ 3 plus 5 जोड्दा 8 बन्यो कि भएन। 6 plus 7 13 भयो कि भएन। 9 plus 6 15 भयो। 8 plus 7 15 भइसक्यो के हुन्छ 9 plus 3 जोड्दा 12 हुन्छ। हो एक्ज्याक्टली राइट छ। यहाँ पनि कुरा त्यही नै भयो। 4 5 जा 20 हो। 5 3 जा 15 हो। 3 4 जा 12 हो। 4 6 जा 24 हो। त्यसो भए पालो 6 5 जा 30 हुन्छ। 6 5 जा 30 अप्सन बी इसको राइट आन्सर हो। भेरी गुड थ्यांक यू एभ्रीवन। अब यसमा हेर्नुस्। अब हेर्नु होला यो क्वेशनको प्याटर्नमा तपाईहरु देख्नुहुन्छ के अर्जु 17 बाट 25 हुन्छ। राकेश यादव सायद मिल्दैन है। ल अहिले मजाले पढ्नुस् है त। यही ध्यान दिएर पढ्ने बाबु सक्नुहुन्छ। 17 मा 25 भयो। कतिले बढ्यो 8 ले बढ्यो। यहाँ कतिले बढ्यो 7 ले बढ्यो। कतिले बढ्यो 5 ले बढ्यो। यहाँ बढ्यो 10 ले। अब क्वेशनमा कतिले बढ्ने हाम्रो पालो हुन्छ त्यो आन्सर निकाल भावना राइट। 7 8 5 10 यो ग्यापिङले त त्यस्तो एउटा कुनै स्ट्यान्डर्ड सिक्वेन्स देखाएको छैन। सबिना राइट दिन भएको छ 11 ले बढ्ने भनेर। त्यस्तै बेला हामी के बुझ्नु पर्यो भने यसैमा छ नि नम्बर 1 र 7 छ कि छैन। यही नम्बर जोड्यो 1 plus 7 भनेको कति भयो 8 ले बढ्यो। 8 17 plus 8 25 भयो। अब 25 भएको नम्बर 2 plus 5 जोड्दा कति 7 हुन्छ। 25 plus 7 भनेको 32 ले बढ्यो। अब फेरि के छ 32 मा भएको नम्बर 3 plus 2 जोड्दा कति हुन्छ 5 हुन्छ। 32 plus 5 37 हुन्छ। अब के गर्ने 37 भएको नम्बर 3 plus 7 जोड्दा 10 हुन्छ। 37 plus 10 47 हुन्छ। अब के गर्नु 47 मा भएको नम्बर 4 र 7 लाई जोड्नु। 4 plus 7 11 ले बढ्ने। 47 plus 11 को 58 हुन्छ। 58 हो। अप्सन सी यसको राइट आन्सर छ। युवराज सुषमा रुपेश एभ्रीवन थ्यांक यू सो मच। अझै क्वेशन यहाँ छ तपाईहरुलाई प्रशस्तै क्वेशन छ प्र्याक्टिसको लागि। यसमा के छ यसो हेर्नुस् त यो क्वेशनको अवस्था तपाईहरुलाई यहाँ कस्तो लाग्छ मिलाउनु भयो। ल अगाडिको स्लाइड हेर्नु छिटो। ल अब यसमा हेर्नुस् त के देख्नु भयो भने सेम बाट सेम नम्बर आइरहेको छ भने त्यति बेला इन्टु 1 मा काम हुन्छ। इन्टु 1 मा प्लस इन्टु 1 अथवा प्लस 0 त यहाँ सिक्वेन्स यहाँबाट मिल्दैन पक्कै होइन। 5 1 जा 5 अनि 5 plus 1 6 6 2 जा 12 12 plus 2 14 14 3 जा 42 42 plus 3 45
अब पालो के भन्नुस् त अब पालो के कुनै आइडिया तपाईलाई आयो इन्टु 1 प्लस 1 इन्टु 2 प्लस 2 इन्टु 3 प्लस 3 अब पालो इन्टु 4 को 180 हुन्छ सिधै दुईटा लाइन मात्रै हेर्दा पनि अहिले 1 इन्टु 1 इन्टु 2 सर त्यसरी पनि मिल्छ तर कहिलेकाहीँ तपाईलाई यसपछि नै वाट गरिदिन सक्छ के त्यही भएर मैले दुईटै प्रोसेस भनिदिएको हो 180 पछि वाट भन्ने क्वेशन आएको भए के हुन्थ्यो प्लस 4 को पालो हुन्थ्यो यो क्वेशनमा हेर्नु न नेचर कस्तो छ 5 बाट 5 आउनु भनेको इन्टु 1 हुनु हो नि त 5 1 जा 5 5 प्लस 1 6 6 2 जा 12 12 प्लस 2 14 14 3 जा 42 42 प्लस 3 भनेको 45 अब यो सिक्वेन्स अनुसार तपाईले के बुझ्नु पर्छ पहिला इन्टु 1 भएको छ अनि प्लस 1 भएको छ फेरि इन्टु 2 अनि प्लस 2 इन्टु 3 अनि प्लस त्यसपछि सोझो हिसाबले पनि बुझ्नु पर्ने हुन्छ अब पालो इन्टु को त्यही पनि 3 पछि 4 को मैले यही भनिरहेको छु बुझ्नु भएको छ 5 बाट 5 निकाल्न 1 ले गुणन गर्ने 5 मा 1 जोड्दा 6 आउँछ 6 लाई 2 ले गुणन गर्नु 6 दुना 12 हुन्छ 12 प्लस 2 14 हुन्छ यस थ्यांक यू बालकृष्ण गुड 14 त्यहाँ 42 42 प्लस 3 45 अब पालो 45 इन्टु 4 45 को 180 अप्सन सी आन्सर छिटो गर्नुस् है एउटा यो दुईटा एउटा यो तीनटा ल सकेसम्म यो ब्याक गर्न नपर्ने गरेर काम गर्नु होला अब यो क्वेशनमा हेर्नुस् के देख्नुहुन्छ 3 5 8 13 22 अनि क्वेशन मार्क छ 3 5 8 13 22 अनि क्वेशन मार्क छ हेर्नुस् त तपाईहरुले के देख्नुहुन्छ भने यहाँ जोडेको होइन नि हेर्नुस् त 3 प्लस 5 8 8 प्लस 5 13 13 प्लस 8 21 हुनुपर्ने क्वेशनमा 22 छ बुझ्नुभयो 13 प्लस 8 21 हुनुपर्ने क्वेशनमा 22 यसको अर्थ के होइन यो एडिसन गरेको होइन न यो इन्टु 2 प्रतीक भेरी गुड त्यो अनुसार जानुस् न है 3 बाट 5 निकाल्न के गर्ने 3 दुना 6 6 माइनस 1 गर्दा 5 आउँछ भेरी गुड प्राइम नम्बर को ग्यापिङ होइन नि बाबु यहाँ 2 को हुन्छ 3 को हुन्छ यहाँ 8 5 को हुन्छ यहाँ 9 को हुन्छ 9 भइसकेपछि त प्राइम नम्बर होइन के डबल ग्यापिङ गरे पनि मिल्छ मैले मल्टिपल गरेर चेक गर्दिए 3 दुना 6 माइनस 1 5 फेरि 5 दुना 10 माइनस 2 गर्दा 8 भयो 8 दुना 16 माइनस 1 2 पछि पालो 3 16 माइनस 3 को 13 हुन्छ 13 दुना 26 माइनस 1 2 3 पछि 4 को पालो 26 माइनस 4 भनेको 22 हुन्छ ओके गर्नुस् 22 इन्टु 2 माइनस 1 2 3 4 पछि 5 हुन्छ 44 माइनस 5 हुन्छ 39 39 ऑप्शन सी इसको राइट आंसर हो मिसला ठीक छ 3 ले गर्ने पालो होइन बाबु यो प्लस 3 गर्ने पालो हो 14 त्यहाँ 42 42 प्लस 3 45 भएको हो के इन्टु 3 त 14 लाई गरेको हो अनि प्लस 3 42 लाई गर्ने हो इन्टु 3 होइन 42 प्लस 3 45 45 चौको 180 मिल्छ 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 डबल डिफरेन्सले पनि मिल्छ है दिपेश समीक्षा ओके हो डबल ग्यापिङले नि मिल्छ त्यो राम्रो भयो ल यसमा हेर्नुस् त के देख्नुहुन्छ क्वेशनमा 8 8 जा 64 राइट 8 8 जा 64 6 4 जा 24 2 4 जा 8 2 4 जा 8 8 8 जा 64 6 4 जा 24 2 4 जा 8 ऑप्शन बी राइट आंसर हो थैंक यू सो मच 2 4 जा 8 ऑप्शन बी राइट आंसर ल ठीक छ यसमा हेर्नुस् त के छ 5 7 8 11 15 22 33 अनि क्वेशन मार्क छ
केही छैन। यसमा यसो हेर्नु होला, यहाँ हामी के देखिरहेका छौं यो क्वेशनमा भने 5 + 7 जोड्यो भने 12 आउँछ। 5 + 7 जोड्दा 12 आउँछ। 12 मा 8 ल्याउन 4 घटाउनु पर्छ, 8 आउँछ। अब फेरि यो दुईटा जोड्नु, 7 + 8 = 15 आउँछ। 15 15 मा 4 घटाउँदा यो नम्बर 11 आउँछ। लजिक के बुझ्नु भयो? रेगुलर आउने जुन कुनै दुईटा जोड्दा पनि त्यसपछिमा 4 घटाउँदा थर्ड नम्बर आउँछ। अब दुईटा जुनसुकै जोड्नुस्, यो दुईटा जोड्नु हुन्छ। 15 + 22 भनेको 22 भनेको 37 हो। 37 - 4 33 हो। त्यस्तै गरी यहाँ पनि त्यही गर्नुस्। 55 - 4 भनेको त्यो त 51 51 दुईटा नम्बरको सम गरेर 4 घटाउँदा थर्ड नम्बर आइरहेछ। 7 + 5 12 12 - 4 8 8 7 15 - 4 11 यो सिक्वेन्समा हामी छौं के। ग्यापिङ गरेर दुईटाको ग्याप थर्ड ग्याप इक्वल बनाए पनि मिल्छ है। ग्यापिङ गर्नुभयो त्यो यस्तो छ, यहाँ जे हुन्छ यसो तपाईको माइन्ड लगाउने भनेको यही त हो नि। सबैमा त्यही सिक्वेन्स गराइदिएको छ, हो त्यही भनेको मैले प्रत्येकले जस्तै। यसले यस्तो ग्याप गर्ने 2 आउँछ, यसको ग्याप 1 आयो, यसको ग्याप 3 आयो, यसको ग्याप कति आउँछ 4 आउँछ, यसको ग्याप 7 आउँछ, यसको ग्याप कति आउँछ 11 आउँछ। अब ग्यापिङ चाहियो। यो दुईटा फर्स्ट र सेकेन्डको ग्यापको सम यहाँ छ के, 2 + 1 3 को ग्याप, 3 + 1 यहाँ 4 को ग्याप, 4 + 3 यो 7 को ग्याप, 7 + 4 11 के बपाल के, 11 + 7 18 को ग्याप। 33 + 18 भनेको पनि 51 नै है। जसरी गर्नु भए पनि आन्सर आउने चाहिँ एउटै नै हो। ग्यापिङ गर्नुभयो, दुईटाको ग्यापको इक्वल थर्ड ग्याप छ। ल यस्तो छ, तपाईलाई लजिकल सिक्वेन्सिङ भित्र जानुस्, नम्बर सिरिज भनेर हेडिङ राखेको छ बुकमा। यो क्वेशनमा हेर्नुस् त के देखिन्छ यसमा, केस अफ रिभर्स केस अफ जम्बल प्लस टर्म इक्वल भन्ने हेडिङ राखेको छु। यसमा के छ यसो हेर्नुभयो भने यो भन्दा यो ठुलो सानो यो प्याटर्नले केही पनि मिल्दैन। यहीका नम्बर रसै 384 को रिभर्स 483, 953 उल्टो कति छ 359 छ, त्यसै 875 उल्टो कति हो 578 है। 384 उल्टो 483, 953 उल्टो कति 359, 875 उल्टो कति 578 578 अप्सन बी आन्सर हो। अप्सन बी आन्सर, अप्सन बी राइट आन्सर हो। रिभर्स गरेको के, रिभर्स गरेको छ। यस थ्यांक यू। अब यसमा हेर्नुस् त के देख्नुहुन्छ यसमा 90 180 12 50 100 200 यता पनि ठुलो नम्बर आइरहेको छ, यता पनि सानो नम्बर छ। एउटा साइडमा ठुलो नम्बरको सेट छ, अर्कोतिर सानो नम्बरको सेट छ भने तपाईहरु के बुझ्नु पर्यो भने सानो नम्बरलाई मल्टिप्लाई गरेर ठुलो नम्बर बनाएको हुन सक्छ वा जोड्न सक्छ। यहाँ हामी के देख्छौं भने भेरी गुड, यसमा के देख्छौं 30 त्यहाँ 90 राइट, 30 त्यहाँ 90 यहाँ लेखेको छ, 30 × 6 त्यहाँ 18 180 यहाँ लेखेको छ, 6 दुना 12 12 यहाँ लेखेको छ, 25 दुना 50 यहाँ लेखेको छ, 25 चौको 100 यहाँ लेखेको छ। अब यहाँ 50 चौको कति छ 200 यहाँ लेखेको छ, यहाँ 200 लेखेको छ। अब के गर्ने 50 × 3 गर्ने हो। 50 × 3 भनेको कति हुन्छ त 150, 50 × 3 भनेको 150। भेरी गुड हो। फर्स्ट र लास्टको दुईटा लास्टबाट नम्बरहरु मल्टिप्लाई गर्दै फर्स्टमा ल्याइरहेको छ। यो दुईटा लास्टको दुईटा के 33 = 90, 36 = 180,
6 to जा 12 25 for जा या 12 25 for जा 25 to जा 50 अब 25 50 for जा 200 अब पालो कति 50 थी जा 150 अप्सन ए राइट आन्सर हो यसमा रिभर्स गरेको के ल रिभर्स गरेको 384 को उल्टो 483 953 को उल्टो 359 875 को रिभर्स 578 उल्टो गरेको नम्बरलाई 875 उल्टो गरेर लेख्ने 578 हुने भयो अब यसमा हेर्नुस् के देख्नुहुन्छ यसमा के देख्नुहुन्छ तपाईहरुले 352631820901 गुड बाबु नम्बर सिरिज विजय मेराज 35 यसमा यो भन्दा बढ्यो अझै बढ्यो भने त जबर बढेको त अप्सन छैन त्यसै त्यो लजिक होइन so it is good correct logic sum equal to 10 3 plus 5 8 8 plus 2 10 सबैको सम 10 आयो 6 3 9 1 10 सबै जोड्दा 10 आयो 8 2 10 plus 0 सबै जोड्दा 10 आयो त्यसै के हुन्छ 9 plus 0 plus 6 सबै जोड्दा 10 आउने टोटल सम के छ इक्वल छ त्यसै सम 10 आउने अप्सन खोजौं त यो त छैन यो पनि भएन कति हुन्छ 3 plus 7 10 र 0 10 हुन्छ सम इक्वल छ यसमा है सम इक्वल छ प्रत्येकको सम जोड्दाखेरि के छ बराबर छ यो क्वेशनमा यही देख्छौं हो अनि सारे दी एभ्रीवन थ्यांक यू ओके भेरी गुड तपाईहरुलाई यो सँगै रिलेटेड एउटा टपिक हामी नम्बरको क्याल्कुलेसन गरिरहेका छौं एक्जाममा यहाँबाट एउटा क्वेशन सधैं सोध्छ अहिले पनि सोधेको थियो पछि पनि सोध्छ हामीले स्क्वायर क्यूब प्लस 5 भन्ने प्याटर्नबाट क्वेशन राखेर सोधेको थियो तपाईहरुलाई एक्जाममा त्यही मैले सुरुवाको फर्स्ट टाइपबाट क्वेशन आएको थियो हो नम्बरसँग सम्बन्धित क्वेशनहरु नम्बर सिरिजसँग रिलेटेड क्वेशनहरु यति गरेपछि तपाईहरु सबै मोडल हामी समावेश गरेका छौं तपाईहरुको अब आफ्नो बाँकी प्र्याक्टिस गर्ने तपाईको काम हुन्छ है प्र्याक्टिस गर्ने जिम्मा तपाईको बाँकी काम आइडिया यति नै हो अब भने बाँकी अर्को टपिक निकाल्छु यससँगै सम्बन्धित के तपाईहरुलाई इन्टररेटेड हुने टपिक प्र्याक्टिस गर्न पनि सजिलो हुन्छ यसमा यो सँगै जोडेर तपाईले पढाउने मैले यसमा अहिले मैट्रिक्स एन्ड मिसिङ क्यारेक्टर आउँदैछ मैले अर्को स्लाइड निकाल्नको लागि एउटा विधा मैले बीचमा यस्तो भनेको बाबु नयाँ कुरा नथपिने त्यसलाई दायाँ बायाँ चेन्ज गर्ने के त्यसैको पोजिसन दायाँ बायाँ चेन्ज गर्ने म निकाल्दैछु ल सिक्वेन्समा गर्छु बाबु हतार नगर्नु है मैले एउटा वेमा दौडाइरहेको छु किनकि यही वेमा तपाईलाई लैजान्छु यही हेडिङ छ मैट्रिक्स एन्ड लजिकल सिक्वेन्सिङमा हो भूपेन्द्र हो बाबु हो शंकर सर नै हो मेरो तपाईले बुक लिनु भएको छ त्यो बुकमा हेर्नुस् मैट्रिक्स एन्ड मिसिङ क्यारेक्टर राइट मैट्रिक्स एन्ड मिसिङ क्यारेक्टर यो हेडिङबाट एक्जाममा तपाईहरुलाई सधैं एउटा वा दुईटा क्वेशन सोध्ने गर्छ अहिले एक्जाममा सोधेको थियो यहाँबाट क्वेशन सिम्पल सजिलो मैट्रिक्स एन्ड मिसिङ क्यारेक्टर सुब्यान्सु ओके ठीक छ अब यस्तो छ मैट्रिक्स एन्ड मिसिङ क्यारेक्टर यो हेडिङमै मैट्रिक्स भनेको के हो भने नि एउटा कुरा ख्याल गर्नु होला हामीलाई कुनै पनि एउटा वेमा कुनै पनि प्याटर्नमा दुईटा क्लुहरु दिइराको हुन्छ त्यही अनुसार हामीले अननोन रिजल्ट डिटरमाइन गर्छौं त्यही रुल्सबाट त्यसमा हेडिङलाई किन मिसिङ राख्दियो भने त्यहाँ हामीसँग जुनसुकै म्याथमेटिकल अपरेसन हुन सक्छ हो जुनसुकै जोड घटाउ गुणन भाग यो जुन कुनै चारवटा अपरेसन हुन सक्छ यो अपरेसन के भएको छ भन्ने कुरा क्वेशनले खुलाएको हुँदैन यो हामी आफै पत्ता लगाउँछौं हो त्यही भएर क्वेशनको क्यारेक्टरै हामीले पत्ता लगाउनु पर्ने हुनाले हेडिङ नै हो मिसिङ क्यारेक्टर
अब यसमा मिसिङ क्यारेक्टर पत्ता लगाउन कति गाह्रो हुन्छ मलाई थाहा छ। क्यारेक्टर पत्ता लगाउन उसको बढी संगत गर्नुपर्छ। त्यसो भए यो क्वेसन यस्तो खालको टपिक हो कि यसमा म पर्फेक्ट भएँ भन्ने कोही पनि हुँदैन। जसले बढी प्र्याक्टिस गर्छ उनी यहाँ जान्ने बन्छ। यसमा जस्तो पनि क्वेसन बनाउन मिल्ने हुनाले यो एकदमै रेगुलर अभ्यास गरिरहनु पर्ने टपिक भित्र पर्छ। म्याट्रिक्स एन्ड मिसिङ क्यारेक्टर नै थाहा छैन त हामी पत्ता लगाउँछौँ। अब त्यसो भए हामी यो क्वेसनको हेडिङमा हेर्यौं, फाइन्ड द मिसिङ क्यारेक्टर फ्रम द अमङ द गिभन अल्टरनेटिभ्स। ओके, क्वेसनको प्याटर्न हामी हेरिरहेका छौँ, देख्नु भएको छ सबैजनाले स्क्रिनमा। यो प्याटर्नमा के हुन्छ भने काम हुने भनेको सानोबाट ठुलो नम्बर सिक्वेन्समा छ भने त्यो सिक्वेन्सलाई पहिला ध्यान दिने यसरी आइरहेछ। यदि यो सिक्वेन्स छैन भने के गर्ने थाहा छ, यसको अपोजिटमा काम गर्ने। अपोजिटमा काम हुन्छ। यदि यो पनि छैन भने हाफ हाफ पार्टको समहरू इक्वल हुन सक्छ। यति नै दिमाग लगायो भने तपाईहरु सबैजना काम गर्न सक्ने बन्नुहुन्छ। प्रत्येक जना, कसैलाई समस्या रहँदैन। अब यसमा हेर्नुस् त, सबैले के गर्नु पर्यो भने 4 बाट 4 ल्याउने भनेको यसलाई 1 ले गुणन गर्ने हो। अब फेरि यसलाई 8 बनाउनलाई के गर्ने हो, 2 ले मल्टिप्लाई गर्ने हो। 8 बाट 24 लाई 3 ले मल्टिप्लाई गरिन्छ। 24 बाट 96 4 ले मल्टिप्लाई गरिन्छ। यहाँ कतिले, यो 5 ले। अब पालो कतिको, 6 को। सिक्वेन्स बुझ्नु भयो कि भएन? यहाँ 4 बाट 4 into 1, 4 बाट 8 into 2 into 3। अब पालो into 4, 5 पनि त भइसकेछ। अब हामीले के गर्नु पर्यो, into 6 को पालो क्वेसनमा हामी छौं। 6 times 0 0, सबै अप्सनमा 0 छ। 6 8 जा 48 को 8, 10 प्लेसमा 8 भएको, only we have only option C। सबै क्याल्कुलेसन गर्नु पर्दैन है। 1 प्लेस 10 प्लेस चेक गर्दै जाँदाखेरि जहाँबाट एन्डिङ हुन्छ त्यही आन्सर राख्दिनु न, छिटो हुन्छ। हाम्रो कोमला एकदम राम्रो छ, गुड। अब त्यसपछि यसमा हेर्नुस् त, यो क्वेसनमा हामी यहाँ देख्छौं यसको आन्सर। यसो पत्ता लगाउनुस्, प्र्याक्टिस गर्नु के हुँदो रहेछ हेरौं। हामी बीचमा ब्रेक गर्दैनौं र अन्तिममा मैले तपाईहरुलाई 5 मिनेट जति छिटो छोडिदिन्छु। त्यही नै अन्तिम फाइनल ब्रेक हुन्छ है। यसमा हेर्नुस्, ओके गुड। यसमा यो प्याटर्नमा हामी आइरहँदा यो क्वेसनमा क्वेसन मार्क छ, क्वेसन मार्क छ। ओके, अब यसमा 5 6 4 यो तीनटा नम्बरलाई जोडेर यहाँ राख्न सक्छ वा तीनटा नम्बरलाई मल्टिप्लाई गर्न सक्छ। सम गरेको त यहाँ छैन, इन्टु पनि छैन। 6 4 10 5 15 माइनस 3, 7 6 13 5 18 प्लस 3। यसमा माइनस 3 8 4 12 10 22 में 19 जब अप्सनमा नै छैन। प्लसको कामले भएन भने अब दिमाग लगाउने, इन्टुमा जाने। 5 into 6 into 4, ठुलै नम्बर आए पनि पछि डिभिजन गरेको हुन सक्छ। क्वेसनमा ध्यान दिएर बुझ्ने। टोटल मल्टिपल 120 आइरहँदा तपाईले निकाल्नु पर्ने भयो 12। हाउ टु गेट 12? भिजन एक्ज्याक्टली राइट, डिभाइडेड इट बाइ 10। त्यो तपाईको दिमागले पत्ता लगाउने कुरा हो। मल्टिप्लाइड पेन सह प्रत्येक लगाइदिनु भएको छ है, भेरी गुड। शुभ्यान्शु, ओके ठीक छ। यसमा 6 into 7 into 5 डिभाइडेड बाइ 10 गर्यो भने 6 into 7 into 5 by 10 गर्दा आउँछ कि आउँदैन? 5 दुना 10, 2 त्यहाँ 6, 7 त्यहाँ 21, ठीक छ। 4 into 8 into 10 by 10 नै गर्ने हो भने यो 10 आफै हटाइदिँदा हुन्छ। 4 8 जा 32। लजिक जानेपछि काम गर्न सकिन्छ है। अब भने हेर्नु, यो माथि टपमा भएको दुईटा नम्बरलाई इन्टु यदि ठुलोमा पक्कै गर्दैन, माइनस गरे भने 6 आउँछ। 6 को प्याटर्नले यो काम दिँदैन, त्यसै प्लस नै गर्नुस् त। ठीक छ। यसमा 42 टोटल सरी 32 आउँछ हो, 32 आउँछ। यसलाई 4 निकाल्नलाई कति गर्ने, यसलाई 8 ले भाग गर्नु न। 8 चौको 32। यसको सम कति आउँछ, 80। यसलाई 8 ले भाग गर्नु कति आउँछ, 10 आउँछ। यसको सम कति हुन्छ,
160 यसलाई कतिले भाग गर्ने 8 ले रुल्स पत्ता लाग्यो कि 8 ले नै भाग गरिरहेको छ भन्ने कुरा 8 दुना 16 120 सरी only 20 right very good 20 option C हो करेक्ट आन्सर दिनुभएको छ मुकेश मण्डल राइट 20 करेक्ट आन्सर हो ओके सुबान्सु जहा अरु रुपेश ल ठीक छ सबैको भयो भने चाहिँ अब यसमा जाउँ है अगाडि यसमा हेर्नु होला है यो क्वेशन यहाँ 7 बनाउनु पर्ने नम्बरमा हो ल हेर्नुस् हो त्यही नै लजिक हो है सरिना त्यही नै लजिक हो त्यसरी हामी पत्ता लगाउँछौं यसमा हेर्नुस् कसरी गुड यो नम्बर यस्तो क्वेशनमा के हुन सक्छ सबै साइडलाई जोडेर राख्न सक्छ सबैको मल्टिपल गर्न सक्छ अपोजिटको नम्बरको सम गरेर बीचमा पछि मल्टिपल गर्न सक्छ वा अपोजिटमा भएको नम्बरको मल्टिपल पछि तिनीहरुको सम वा डिफरेन्स गर्न सक्छ यहाँ के गर्यो होला यहाँ 8 छ यहाँ 6 छ 8 6 48 हुन्छ यहाँ 2 छ यहाँ 6 छ 2 6 12 हुन्छ 48 र 12 को ग्यापिङ के डिफरेन्स कति छ 36 छ 7 8 जा 56 2 5 जा 10 56 र 10 को डिफरेन्स कति हो त 46 हो त्यसैले तपाईले यहाँ थाहा छ 7 10 जा 70 6 4 जा 24 यसको डिफरेन्स कति आउँछ 46 ऑप्शन बी राइट आन्सर हो थ्यांक यू एभ्रियन थ्यांक यू सो मच अब भने हेर्नुस् नेक्स्ट मा के छ अब यो क्वेशनमा हेरौं के देखिन्छ हामीले यसरी एउटा क्वेशन छुट्यो हैन यसमा पट्टि प्याटर्नमा पनि त्यही नै हो अपोजिटमा हुन्छ सीधा सीधा हुन सक्छ यही अनुसार काम गर्दै जाउँ के हुन्छ हेरौं यसमा यो दुईटा जोड दिनुस् 50 60 71 आउँछ यो दुईटाको सम 30 आउँछ अब यहाँ 41 निकाल्नु पर्ने भयो बलराम राइट 71 र 30 को डिफरेन्स के छ बाबु 41 हुन्छ यहाँ के छ 46 + 9 55 यहाँ छ दुईटा जोड्दा 16 हुन्छ दुईटाको ग्यापिङ कति हो त 39 हो 34 + 11 कति हुन्छ 45 यो जोड्दा कति हुन्छ 20 हुन्छ 45 र 20 को डिफरेन्स कति छ 25 छ गुड नियरको सम गरेको छ अनि बीचको डिफरेन्स गरेको छ थ्यांक यू 7 भेरी गुड त्यसो अब यसमा हेर्नुस् त यो क्वेशनमा के देख्नुहुन्छ यसमा आन्सर 51 है यो 51 हो यो 51 हो ल सुजलले बाबु यही हेर्नु त यही देखाइराको छु बाबु हेर ब्याक स्लाइड भनेको यही हो है भयो है त ओके यता हेर्नुस् त यहाँ तपाईहरु के देख्नुहुन्छ यो क्वेशनमा हेरौं 109 16 652 छ यसरी व्हाट क्वेशन मार्क यहाँ छ अब सो हेर्नु होला यहाँ 16 या छ यसलाई घटाइदियो भने 10 आउँछ अब यतापट्टि डिफरेन्स गर्दा 3 आउँछ जब निकाल्ने 109 10 को स्क्वायर 100 3 को स्क्वायर 9 100 + 9 गर्दा 109 आउँछ ठीक छ यो दुईटाको फरक कति 7 यो दुईटाको फरक कति 2 7 को स्क्वायर 49 2 को स्क्वायर 4 49 + 4 भनेको हुन्छ 53 यो दुईटाको डिफरेन्स गर्दा जति नम्बर आयो नि त्यसको स्क्वायरिङ गरेर लास्टमा जोड्दियो त्यसपछि यहाँ के हुन्छ 17 र 4 13 सरी 4 डिफरेन्सको यसको ग्यापिङ कति छ 3 छ 4 को स्क्वायर 16
10 को स्क्वायरमा 16 प्लस 9 जोड्दा कति आउँछ 25 आउँछ 25 अप्सन ए राइट आन्सर हो थ्यांक यू 25 अप्सन ए राइट आन्सर रुपेश थ्यांक यू एभ्रीवन सुदीप अर्को आन्सर भेरी गुड यसमा के छ शुभ्यान्शु प्रीति ल राइट भयो मेसी लौ यसमा सेकेन्डमा हेर्नुस् त 4 7 जा 28 minus 1 गरे भने 27 आउँछ 5 8 जा 40 minus 2 गरे भने 38 आउँछ त्यसै 6 9 जा 54 54 मा टपको नम्बर घटाउनुस् कति आउँछ 51 आउँछ अप्सन सी मा राइट आन्सर देखिन्छ यसको अप्सन सी मा भेरी गुड सम्पदा एभ्रीवन थ्यांक यू रुपेश भेरी गुड सबैले यसरी गर्नुस् है अब यसमा आउनुस् यहाँ देखिने अवस्था के छ यो क्वेशनमा हेरौं यस्तो गरेको नि यो यसमा चाहिँ रो r2 र r3 लाई मल्टिप्लाई गरे र r1 घटाएर r4 को रिजल्ट बनाएको हो पवन के छैन हेर्नुस् त्यहाँ म गरिदिन्छु 7 चौको 28 28 मा 1 घटाउँदा 27 यहाँ लेखेको के यहाँ लेखेको 8 पंचे 40 40 मा 2 घटाउँदा 38 यहाँ लेखेको छ 9 छका 54 54 मा 3 घटाउँदा 51 51 यहाँ लेखेको छ ए 7 चौको 28 28 मा 1 27 8 40 40 माइनस 2 38 9 छका 54 54 मा 3 51 अप्सन सी मा राइट आन्सर छ ए अप्सन सी मा राइट आन्सर छ थ्यांक यू अब यतापट्टि हेर्नुस् त ओके गुड केही छैन हुन्छ विवास हो अब यसमा सोनी केसरी ल दिनुभएको छ भेरी गुड यसमा 0 बाट क्वेशन सुरु छ 7 26 भनेको क्यूबको प्याटर्न छ कि छैन 1 को क्यूब माइनस 1 2 को क्यूब माइनस 1 3 को क्यूब माइनस 1 पालो के त 4 को क्यूब 64 माइनस 1 को 63 हुन्छ क्यूब माइनस 1 के 1 को क्यूब माइनस 1 0 2 को क्यूब माइनस 1 7 3 को क्यूब 27 माइनस 1 26 4 को क्यूब 64 माइनस 1 63 भेरी गुड राइट आन्सर अब त्यसो हो भने अब यतापट्टि हेर्नुस् त हामी के देख्छौं यो रोमा के छ ठूलो नम्बरहरु दिएको छ अब हामी माथिबाट ध्यान दिएर हेरौं तीनटैलाई मल्टिप्लाई गर्दा त यो राखेको होइन प्लस गर्दा पनि छैन 3 4 जा 12 18 4 जा 72 यो दुईटाको मल्टिपलमा यसले भाग गर्यो हेर्नुस् त चेक गर्नुस् त के होइन 3 4 जा 12 18 4 जा 72 भनेपछि यस्तो रहेछ 18 into 12 by 3 गर्दा 3 4 जा 12 18 4 जा 72 त्यस्तै गरी यहाँ हेर्नु है त 24 into 14 अब पनि एउटा कुनै यस्तो नम्बरले गर्नुस् कि जब आन्सर 112 आउँछ त्यही त क्वेशनले खोजेको यो नि मिल्नु पर्छ 4 चौको 16 32 चौको 320 4 2 8 28 108 120 8 128 यहाँ हेर्नु काट दिनु है 2 ले 2 7 14 2 5 10 2 6 12 7 8 जा 56 8 3 जा 24 क्लियरली x equal to 3 हो कि होइन हो r1 into r2 divided by r3 equal to r4 क्वेशन मा यो कन्डिसन छ ल बी नै बी हैन नि यसमा 3 हो कि बी ठिकै छ अप्सन बी यस्तो गरेको के हेर्नु न यसमा त यस्तो छ यो क्वेशनमा नि मल्टिप्लाई यो दुईटा के फर्स्ट को दुईटा इन्टु गर्यो अनि थर्ड ले डिवाइड गर्दा 4 आयो के 18 into 12 लाई 3 ले भाग गर्दा यो लास्टको 72 आइरा छ अनि त्यस्तै गरी यहाँ 32 into 16 लाई 4 ले भाग गर्दा 128 आइरहेको छ है त्यसो भए नि अब के गर्दिनुस् भने अब के गर्दिनुस् भने 24 लाई 14 ले गुणान गर्ने यसलाई x ले भाग गर्यो भने 112 निकाल्नु पर्ने हो कतिले काट्दिनुस् यसलाई 2 ले नि 2 7 14
अब 2 पंचे 10 2 छक्का 12 7 8 जा 56 8 त्यहाँ 24 त्यसको मिनिङ एक्सको मान कति हो त 3 हो बुझे भन्नुभएको छ है सबैजनाले बुझ्नु होला है त अब सबैजनाले बुझ्नु होला ठीक छ म अलिकति स्लो गरिदिउँला नि है फास्ट भयो भने केही छैन म त तपाईहरुलाई अलिकति ताप्नुहुन्छ कि भनेर मात्रै है त ओके यो क्वेशनमा हेर्छौं हामीले क्वेशनको प्रकृति हेरेर यहाँ f को भ्यालु 6 हो f को भ्यालु 6 हो i को भ्यालु 9 हो o को भ्यालु 15 हो a को भ्यालु 1 हो j को भ्यालु 10 हो k को भ्यालु 11 हो e को 5 m को 13 अब यहाँ क्वेशन मार्क छ फर्स्ट हो राइट आन्सर हो त्यसो भए के हुन्छ 6 + 9 जोड्दा 15 यहाँ देखिन्छ 10 + 1 यहाँ के छ 11 छ 5 + 3 जोड्दा यहाँ के छ 18 छ 18 भनेको अल्फाबेट करेस्पोन्डिङ आर हो अप्सन बी यसको राइट आन्सर रबिन सुषमा थ्यांक यू रिद्धि त्यसरी भेरी गुड फर्स्ट लेटर सेकेन्ड लेटरको सम थर्ड बनेको छ C1 C2 को रिजल्ट C3 मा राखिदिएको छ ओके अब भने हेर्नुस् यो अल्फाबेट यहाँ कुन अनुसार सेटिङ गरिएको छ तपाईहरुलाई थाहा हुन्छ 9 * 3 गर्नु न है 27 हुन्छ 9 त्यहाँ 27 छ अनि 16 चौको 64 छ 16 चौको 64 छ यहाँ छ 4 यहाँ 2 4 दुना 8 हुन्छ भेरी गुड 9 त्यहाँ 27 4 दुना 8 16 चौको 64 8 भएको एउटा अप्सन भइरहँदा एन्सरमा भने कुनै शंका रहेन सिधै आन्सर 8C तर सी नै किन कहिलेकाहीँ हामीलाई अरु पनि अप्सन दिन सक्छ 8C 8B दिन सक्छ ABC रुपेश भेरी गुड बाबु जसरी हुन्छ हरेक रोमा A छ B छ र C छ A छ B छ र C छ त्यसो भए हो सुब्बानी ओके ठीक छ सबिना प्रतिक्ला त्यसो भए नि यहाँ A यहाँ B पछि पालो C को हो C हुन्छ भन्नुभएको छ सुब्बानी थ्यांक यू अब यसमा भने हेर्नुस् त ल यो क्वेशनमा यो प्याटर्नमा के देख्छौं हामीले 7 15 31 यो अनुसार काम भएको छ नि है अपेक्षा केसरी ल राइट दिनभर खुसी लाग्यो ग्यापिङ हेर्दा पनि हुन्छ होइन भने 7 दुना 14 14 + 1 15 15 दुना 30 30 + 1 31 31 दुना 62 62 + 1 63 63 * 2 126 126 + 1 127 त्यसपछि यहाँ के हुन्छ 127 * 2 + 1 है 254 + 1 भनेको 255 255 255 है ल अब त्यसो भए यसमा हेर्नुस् त के हुन्छ यो जुन सर्कलमा हामी देख्छौं के देख्छौं त प्रशंसा 18 ओके प्रिटी गुड त्यसो भए यहाँ अपोजिटमा 5 को डबल 10 7 को डबल 14 हुँदै गर्दा 9 को डबल 18 हुन्छ है 18 हुन्छ 18 हुन्छ ल पिछला ठीक छ भयो त्यसपछि यसमा हेर्नुस् न अब है ओके थ्यांक यू यो क्वेशनमा हेरौं त के देख्नुहुन्छ यो नम्बरहरु यहाँ दिएको छ 8 64 2 को 4 1 को 1 नै हुन्छ किनकि 5 को 25 छ सानो नम्बर हेर्नु न 5 को स्क्वायर 25 8 को स्क्वायर 64 2 को स्क्वायर 4 त्यसो अब के हुन्छ 1 को स्क्वायर 1 नै हुन्छ
सानो नम्बरको स्क्वायर गर्दा राखेर अपोजिट स्क्वायरमा राखेको छ, अपोजिटमा स्क्वायर राखेको छ है। भेरी गुड। शिवम ठीक छ। यसमा हेर्नुस् त, यो भन्दा यो ठुलो छ, यो भन्दा ठुलो छ, त्यसपछि यसको ग्यापिङमा चेक गर्नु न है। 49 50 25 26 को ग्याप छ। यो कति ग्याप छ? 28 को ग्याप छ। त्यसो कतिको ग्याप हुने अब पालो? 26 28 पछि अब 30 को ग्याप हुने। 203 प्लस 30 भनेको त 233 है। 233 हो 233। अप्सन डी राइट आन्सर हो। थ्याङ्क यू। अप्सन डी, अप्सन डी है, अप्सन डी। गुड। ब्याक स्लाइड यही हो। छिटो। भयो भयो, सक्छौ। ओके, अब त्यसो भए ठिक छ। यो मैट्रिक्स एन्ड मिसिङ क्यारेक्टर यसरी नै गर्नुस् है। यो अनुसार प्र्याक्टिस गर्नुस्। अर्को एउटा हेडिङमा तपाईलाई यहाँ खोज्छु के रहेछ, यसो हेरौँ के ठिक लाग्छ म त्यही निकाल्छु। पहिला यसको समय क्याल्कुलेसन। हेमन्त गुड बाबु, भेरी गुड। क्याल्कुलेसन सँगै इन्टरलेटेड कुराहरूलाई पहिला हामी पढाउँछौँ नि तपाईलाई सजिलो होस् भनेर हो। ओके, म यहाँ सिक्वेन्स बनाउँछु बाबु। केही समयपछि हामी त्यहाँ पुगिहाल्छौँ है। मैले यहाँ अब एउटा हेडिङ निकाल्छु नि। म मिलाउँदै लान्छु। धेरै हामी 2 घण्टाको दरले पढा धेरै समय लाग्दैन तपाईहरुको यो कोर्स सरै गइहाल्छ। ल यसमा हेर्नुस्, यो हेडिङमा अब यसपछि यसमा हेर्नुस् हेडिङ छ एनालोजी। डोन्ट वरी, एनालोजी यो पार्ट सक्ने बित्तिकै म न्यूमेरिकलमा लैजान्छु, त्यसपछि त्यसलाई जान्छु। एनालोजी, एनालोजी भनेको जस्तो पनि जस्ट लाइक ए सिमिलरिटिज। अब ओके हुन्छ। यसमा खास मेन कुरो के हो भने ए बाट बी जसरी बनेको छ, जुन नियमले बनेको छ त्यही नै नियमबाट हामी के निकाल्छौं? सी बाट डी निकाल्छौं। जुन नियमले जुन तरिकाले ए बाट बी आउँछ त्यही प्रोसेसले त्यही नियमले सी बाट डी पत्ता लगाउने सिस्टमलाई भनिन्छ एनालोजी। नेपालीमा भनिन्छ समरूपता अवस्थी रूप पनि। नियम हेर्ने फर्स्टबाट त्यो नियम हामी यहाँ एप्लाई गर्ने सिस्टम हो एनालोजी। यहाँ यसो हेर्नु होला, वर्डमा क्वेशन दिन सक्छ, लेटरमा दिन सक्छ वा नम्बरमा, जेमा दिए पनि लजिक एउटै नै हो। यसो त फिगरमा पनि हामी पढ्छौं जुन अब्स्ट्राक्ट रिजनिङ भित्र। अब यसमा छ प काट हु, कसरी योसँग यो एसोसिएट छ, यिनीहरु दुईटा रिलेसन कस्तो छ भन्ने अनुसार हामी गर्नुपर्छ। प भनेको क्याट भनेको बिरालोको यो नङ्ग्रा भनेको प हो कि होइन? बिरालोको नङ्ग्रालाई प भनिन्छ भने हु भनेको त के हो? हर्स घोडाको खुर हो, त्यो बाहिर निक्लिने भाग के हो? हु भनेको के हो? हर्स घोडाको खुरलाई के भनिन्छ? हु भनिन्छ। सामान्य एउटा जनरल नलेजसँग सम्बन्धित केही क्वेशन यहाँ हुन सक्छ। कमन सेन्समा सामान्य कन्सेप्टमा तपाईले सकिहाल्नुहुन्छ, मिनिङ थाहा पाएकै आन्सर आइहाल्छ। कप इज टु लिप। कप र लिप रिलेसन के छ? कप, लिप भनेको ओठ के, केही कुरा खाँदै गर्दा हामी कपको प्रयोग गर्छौं कि होइन? त्यसपछि बर्डले केही कुरा खाँदा के प्रयोग गर्छ? बिक प्रयोग गर्छ। भेरी गुड, राम्रो छ। कपबाट केही कुरा खाँदै गर्दा हामीले लिप प्रयोग गर्छौं भने बर्डले केही कुरा खाँदै गर्दा, कपबाट केही कुरा खाँदा के गर्छ? बिकको प्रयोग गर्छ। अब 1-2 दिन लाग्छ है बाबु।
ल त्यसपछि हामी त्यहाँ पुग्छौं You peacock is to India, then beer is to what? भन्ने क्वेशन छ Peacock is to India, beer is to what? भनेको छ हो Peacock र इन्डियाको रिलेसन के छ भन्नुस् त Peacock is the national bird of India हो भने बियर त बर्ड होइन एनिमल हो यो बर्ड हो नेशनल बर्ड बियर भनेको नेशनल एनिमल हुनु पर्यो कहाँको बियर इज द नेशनल एनिमल अफ रसिया राइट रसियाको नेशनल एनिमल बियर हो नेशनल एनिमल राष्ट्रिय कुरा दिएको छ भेरी गुड कपिला हुन्छ केही दिन लाग्छ नानी वेट गर्नु हुन्छ है त यसमा अब क्वेशन नम्बर 4 मा हेर्नुस् त तपाईहरु देख्नुहुन्छ यहाँ के छ क्वेशनमा I is to myopia but you हो defect in vision के short sightedness यसमा vision सँग related problem disease हो eye सँग related disease हो भने teeth भनेको पोरी हो that is disease of teeth के teeth को disease हो पोरी हो भने myopia भनेको eye को disease हो ल पोरी हो that is option A correct answer है हो Sabina Kapilala राम्रो छ ओके भेरी गुड अब यता हेर्नुस् क्वेशन नम्बर 5 मा अब हामी के गर्छौं फिजिशियन इज टु ट्रिटमेन्ट जज इज टु व्हाट भन्छ जस्तो फिजिशियनले ट्रिटमेन्ट गर्छ भने जजले के गर्छ जजमेन्ट गर्छ फिजिशियनले ट्रिटमेन्ट गर्छ भने जजले के गर्छ जजमेन्ट गर्छ ऑप्शन सी राइट आंसर हो अब यसपछि भेरी गुड राइट सर क्वेशन नम्बर 6 मा हेर्नुस् अल्फाबेटको भ्यालुहरु तपाईले याद गर्नु भएको छ नि लगभग सबैले आउँछ जस्तो लाग्छ EJOTY भन्ने सिस्टमबाट अल्फाबेटको भ्यालु याद गर्नु भएको छ EJOTY भन्ने 5 10 15 20 25 को तरिकाबाट 5 को मल्टिपलबाट टेबल याद गर्नु भएको छ होला सबैले है ल B को भ्यालु 2 छ C को भ्यालु 3 छ F को भ्यालु 6 छ G को भ्यालु 7 छ H को भ्यालु 8 हो I को भ्यालु 9 हो L को भ्यालु 12 हो M को भ्यालु 13 हो अब तपाईहरु भन्नु पर्ने भयो यहाँ के हुँदैछ 2 बाट 8 हुनु भनेको 6 ले बढ्नु हो 3 बाट 9 हुनु पनि 6 ले नै बढ्नु हो 6 बाट 12 6 ले बढ्ने हो 7 बाट 13 पनि 6 ले नै बढ्ने हो फर्स्ट बाट सेकेन्ड मा डोन्ट वरी मैले अल्फाबेट सिरिज भन्नेमा भन्दिन्छु है बाबु ल यो सकेपछि अहिले यति अहिले याद गर्नु यो हो भन्ने याद गर्नु यसको बाकी प्रोसेस भने म तपाईलाई भन्दिन्छु ल अब n भनेको 14 हो O भनेको 15 हो R 18 हो Q 17 हो 6 ले बढेछ यसो 6 बढाउनुस् 14 प्लस 20 20 भनेको T भएको सबै अप्सन रहेछ 15 प्लस 21 21 सँग U T पछि U T U T पछि U भएको हामीसँग एउटा मात्रै अप्सन छ T पछि U भएको हामीसँग के छ एउटा मात्रै अप्सन छ त्यसो भए क्लियरली आन्सर के भयो त अप्सन सी नै भयो अप्सन सी आन्सर यसमा नो कन्फ्युजन ल अब यसमा हेर्नुस् 7 नम्बरमा भने झनै सजिलो क्वेशन राखिएको छ यहाँ तपाईहरुलाई एकदमै सजिलो क्वेशन छ P बाट Q A पछि B S पछि T S पछि T हरेकमा के छ एक स्टेप प्लस छ त्यसै के हुन्छ F बाट G A पछि B I पछि J L पछि M GBGM GBGM है GBGM GBGM F पछि G A पछि B I पछि J L पछि M भनेको यसमा के भयो त भने दुई स्टेप सरी एक स्टेप बढ्यो कुनै टेन्सन नै भएन अप्सन बी राइट आन्सर हो थ्यांक यू ओके गुड भेरी गुड
त्यसो भए अब यसमा हेर्नुस् त 14:9 then 26:what क्वेशनले भनेको छ 14 बाट 9 आए जस्तै 26 बाट कति आउँछ भनेको हो के 14 बाट 9 भनेको के छ भने यसलाई 5 घट्यो 26 बाट 21 अप्सनमा छैन त भएन नभइसकेछ तपाई के दिमाग लगाउनु पर्यो डिभाइड गर्दिनु न है 14 लाई भेरी गुड प्रति गुड 2 ले भाग गर्नु 7 आउँछ 7 मा 2 जोड्नुस् के आयो 9 आयो रुल यस्तो रहेछ दिएको x हो भने x such that x by 2 plus 2 that is the rule right so answer के हुन्छ 26 छ भने 26 by 2 गर्नु पर्यो प्लस 2 गर्नु पर्यो 15 हुन्छ उल्टोबाट गर्दा नि मिल्छ 9 दुना 18 18 माइनस 4 14 भयो भने 15 दुना 30 माइनस 4 26 जसरी गर्नुस् तर गर्नु बुझेर गर्नु है यति गाह्रो छ कसैलाई केही छ कहीँनिर छैन है भेरी गुड अब नाइ भन्नुभएको छ भेरी गुड एभ्रीवन थ्याङ्क यू इजी भेरी गुड अब यसमा हेर्नुस् 9 नम्बरमा के छ क्वेशनको प्याटर्न यसो हेरिदिनुस् त 5 एड गरेर हुँदैन भन्नुभएको छ 5 एड गर्दा त हुँदैन 5 सबट्र्याक्ट गर्दा चाहिँ 14 मा 5 घटाए भने 9 26 मा 5 घटाए भने सुदर्शन राइट एक्ज्याक्टली हो के हुन्छ त्यसमा 5 घटाए 21 अप्सनमा छ नि त्यही भएर मिलेन ओके अब यसमा हेर्नुस् त क्वेशन नम्बर 9 मा हेर्नुस् क्वेशन नम्बर 9 मा हेर्नुस् 8 बाट 28 आए जस्तै 27 पछि के आउँछ भन्ने क्वेशन छ यो क्वेशनमा क्यूब नम्बर छ यहाँ पनि क्यूब नम्बर छ त्यसो अलिकति तपाईको दिमागमा केही न केही कुरा आउनु पर्छ सम्पदा ल अन्जु त्यसो भए यहाँ यो भनेको 2 को क्यूब हो कि होइन 2 को क्यूब हो भने यहाँ के हुन्छ 3 को क्यूब 27 प्लस 1 28 यो 2 को क्यूब हुँदा यहाँ 3 को क्यूब भएर 1 बढ्यो त्यसो भए रुल्स निकाल्नु न हो यो जब क्वेशनमा 3 को क्यूब हुन्छ भने अब के हुन्छ 2 हुँदा 3 भएपछि 3 हुँदा 4 हुन्छ 4 को क्यूब यहाँ 1 जोड्दा यहाँ पनि 1 जोड्ने 64 प्लस 1 कति भयो 65 भयो 65 भयो क्यूबमा के गर्यो 1 जोड्यो है भेरी गुड अप्सन डी राइट आन्सर हो अब हेर्नुस् क्वेशन नम्बर 10 मा के देख्नुहुन्छ यसमा 3 बाट 12 जति छ यसमा 1 बढीले इन्टु गर्नु न 3 4 जा 12 त्यसै 5 मा यसको 1 बढी भनेको 6 हो 5 6 जा 30 3 मा 1 बढाउँदा 4 हुन्छ 3 4 जा 12 5 मा 1 बढाउँदा 6 हुन्छ 5 6 जा 30 राइट यसको मिनिङ यसमा 3 को स्क्वायर प्लस 3 भने पनि हुन्छ त्यस्तै गरी 5 को स्क्वायर प्लस 5 एउटै त कुरा हो कुनै संख्याको स्क्वायरमा त्यही संख्या जोड्नु भन्नु र 1 बढाएर मल्टिप्लाई गराउनु एउटै कुरा हो किनकि यहाँ कमनलेस त सेम बनिहाल्छ नि त 3 कमनलेस त 3 प्लस 1 भनेको 4 नै त हो त्यही भएर यसरी भएको है 11 को हेर्नु त के छ 11 नम्बरको क्वेशनमा के देख्नुहुन्छ तपाईहरुले भन्नुस् जुट्ने अप्सन राख्दिनु भएको है 5 into 4 नै भएको भए फिक्स नम्बर भन्ने बुझ्ने खोज्नु भएको जुट्ने खाली अप्सन राख्दैन एनालोजीमा धेरै तरिकाले आन्सर आउन सक्छ रिपिट भएर अप्सन कन्फ्युजन बनाउने क्वेशन आउँदैन क्वेशन क्लियरली नै राखेको छ स्पष्ट क्वेशन छ 6 मा त के थरी 1 6 ले बढेको सबै 6 स्टेप प्लस भएको छ है लेस m को भ्यालु 13 v को भ्यालु 22 ल जोड्नुस् 22 प्लस 13 भनेको 35 l को मान 12 t को मान 20
20 प्लस 12 भनेको 32 अप्सन बी आन्सर हो जोडेको अल्फाबेटिक भ्यालु सिधा जोडेर राखेको है ठिक छ शुभेन्सु रूपेश थ्याङ्क यू ओके स्योर 12 मा हेर्नुहोस् त के छ 12 मा पर्सन छ राइट यसमा 16 56 32 वाट खास हामीले रुल्स यहाँबाट यही नै खोज्ने हो के योबाट यो खोजेर योबाट यो नै पत्ता लगाउने हो तर कहिलेकाहीँ अल्टरनेटिभ मिलिरहेको हुन्छ के 16 दुना 32 हो भने 56 दुना 112 त्यस्तो छ भने यो जसरी नै मिल्ने नै गरेर सेटिङ गरिदिएको हुन्छ तर खास रुल्स त के हो योबाट यो हेर्ने हो नि त है 16 इन्टु 3 16 त्यहाँ 48 48 भयो 56 निकाल्न कति पुगेन 8 पुगेन त्यसको भए 16 इन्टु 3 48 मा 16 को आधा 8 जोड्यो त्यसो भए 32 त्यहाँ 96 मा 32 को हाफ 16 जोडे के हुन्छ 96 प्लस 112 112 यसको मिनिङ इन्टु 3.5 हो के 16 इन्टु 3.5 भने त भने किनकि यसको हाफ भनेको 0.5 त हो भेरी गुड राइट ए त 4 घटेर 4 गुणा गरिदिनु भन्दा छ माथि यसमा 4 घटाएर 4 गुणा गरिदिने 16 12 4 घटाउँदाखेरि त 12 हुन्छ 12 फोजा 48 सेन्स ठ्याक्कै एप्रोप्रिएट भएन बाबु यता हेर्नु न मिलाउनु भएको छ यो पनि ए त्यो त केही छैन मिल्छ मैले सकेसम्म सानोमा रोकेको ठुलोबाट 1 घटा ब्याक भने मिल्छ इन्टु 4 गरेर 8 घटाउँदा मिल्छ केही फरक त केही छ ओके यसमा के छ भने 24 60 120 वाट भनेको छ क्वेसनले अब यसो हेर्नुस् त आउँदैन 32 इन्टु 4 गरेर माइनस 32 को आधा 16 घटाउने त्यही आउँछ 112 नै आउँछ यसमा हेर्नुस् 20 60 120 यहाँ के रिलेसन देखिन्छ भने यसमा पनि त्यसरी हेर्दा नि मिल्छ 24 दुना 48 इन्टु 2 प्लस 24 को आधा 12 जोड्नुस् 48 प्लस 12 60 120 इन्टु 2 240 प्लस को हाफ 60 जोड्नुस् को 300 आउँछ 30 आउँछ 300 इन्टु 2 प्लस यसको हाफ के हुन्छ त्यही नै हो रोशन ठिक छ 24 दुना 48 र 24 को आधा 12 यहाँ जोड्नु 60 आउँछ 120 दुना 240 प्लस यसको आधा 60 जोड्नु 300 आउँछ 240 प्लस 60 300 आउँछ ओके राइट सर अहिले चाहिँ कभर कस्तो र लजिक चाहिँ मिलाउनु भयो 2 प्लस 4 6 6 प्लस 0 पनि 6 1 प्लस 2 प्लस 3 भनेको 3 भयो यसमा 3 डिजिटल सम्म एउटा मात्रै अप्सन छ त्यो पनि केही छैन तर अरु पनि जुझ्न सक्छ त्यति बेला जुझ्दै भने हामी यो लजिक नै बेस्ट लजिक हुन्छ अब क्वेशन 14 मा हेर्नुस् त 14 मा के छ अब पेज ठिक छ यसमा हेर्नु योबाट यो घटेको देखिन्छ यो दुईटा डिजिटको मल्टिपल सम भएको जस्तो देखिदैन ग्यापिङ हेरौँ त घटिरहेको छ नि भन्दा घटेकै सबै अप्सन कति हुन्छ र 16 मान्छे 84 चाहियो 84 35 84 80 110 14 5 19 119 119 ले घट्छ आदित्य ओके गुड 119 ले घट्ने हुने कति हुन्छ -119 कति हो त 7 7 9 8 हुन्छ 8 भएको अप्सन दुईटा छ अनि 8 7 मा 1 घटे 6 अप्सन बी ए आन्सर ल यहाँ सबै 88 छ नि त 119 ले घट्या के फर्स्टबाट 119 घटा सेकेन्ड आयो शुभ्यान्शु बोहरा केसरी ल थ्यांक यू रौनक भेरी गुड
अब यता आउनुहोस् हो यही लजिक लाउँछ भनेर थाहा पाउनु नै हाम्रो काम हो यो थाहा पाउन हाम्रो माइन्ड चल्नु हो त्यही भएर यसको लागि प्र्याक्टिस गर्नुपर्छ अभ्यास गर्नु होला आइहाल्छ स्क्वायर क्युबहरु चाहिँ अलिकति छिटो सर जानिराख्नुस् A24 वाट 32 छँदैछ क्वेसनमा 8 त्यहाँ 24 यहाँ त 32 केही पनि आउँदैन भएन त्यसै हो प्रतीक रूपेश वृद्धि भेरी गुड यो यताको 2 फोजा 8 यहाँ 8 यहाँ छ 2 चौको 8 त्यसमा के हुन्छ 3 दुना कति 6 3 2 जा 6 2 फोजा 8 भए जस्तै या 3 2 जा कति भयो 6 हुन्छ 2 फोजा 8 3 2 जा 6 हो अप्सन बी आन्सर अप्सन बी आन्सर 2 फोजा 8 3 2 जा 6 अब त्यसो यहाँ के हुन्छ यो 144 भनेको 12 को स्क्वायर हो यसलाई घटाउनु न यो 12 मा ए 2 घटाउँदा 10 आउँछ यो 13 को स्क्वायर हो 13 मा 2 11 हो नभए 2 घटाउनुस् यसको स्क्वायरमा 2 घटाउने के 144 12 को स्क्वायर हो 12 को स्क्वायर हो यो 12 को स्क्वायर यो 12 मा 2 घटाउनु 10 भयो स्क्वायर रुट -2 गर्ने के यो 13 को स्क्वायर हो 13 मा 2 गर्ने 11 यसमा यस्तो छ 15 को 2 चौको 8 3 दुना 6 2 चौको 8 पछि 3 दुना 6 हुने भयो 3 दुना 6 हुने भयो 16 हेर्नु न 16 के गरेको भने नि 16 नम्बरमा नि यसमा यो भनेको 12 को स्क्वायर हो यो 12 को स्क्वायरबाट यो 12 बाट 2 घटाएर यहाँ आन्सर राखेको के रुल्स हो नि त यो भनेको 13 को स्क्वायर हो यसमा यो 2 घटाएपछि कति भयो 11 हुन्छ ल क्यामेरा अन भएको छैन अफ गरिदिनु है क्यामेरा अन अफ गरिदिनु रे भिडियो ल यसमा कति छ त 17 18 को यसमा आउनुहोस् यसमा के छ 25 37 49 क्वेशन मार्क छ अब हामीले निकाल्नु पर्ने आन्सर बाँकी यो 25 भनेको 5 को स्क्वायर हो यो 37 कति हो यो 6 स्क्वायर 36 प्लस 1 37 यो 7 को स्क्वायर अब पालो कतिको त भने 8 को स्क्वायर प्लस 1 60 को प्लस 1 65 यो 5 को स्क्वायर 25 यो 6 को स्क्वायर प्लस 1 ये 7 को स्क्वायर हो अब के पालो के 8 को स्क्वायर प्लस 1 हो सुब्यान्सुले पुरै लेखिदिनु भएको छ यो 5 को रुल्स यस्तो हो नि त यो 5 भइरहँदा यहाँ 1 बढेर 6 भयो अनि एकै थपिएपछि के हो यो 7 भइरहँदा 1 बढ्दा 8 हुने 1 थपिँदा फेरि 64 प्लस 1 65 65 है ल यसमा 18 मा कति 18 मा 18 मा ल हो 30 40 50 वाट म्याच ठीक छ यो भनेको 5 * 6 5 6 30 6 * 7 6 7 42 7 8 56 8 9 72 5 * 6 6 * 7 अब 7 * 8 अब पछि पालो 8 * 9 हो के 5 को ठाउँमा 6 हुने 6 को ठाउँमा 7 हुने त्यसपछि 7 को ठाउँमा 8 हुने 8 को ठाउँमा 9 हुने 8 9 72 हो गुड 8 9 72 हुन्छ यस्तो छ हो
तिमी डिफरेन्सबाट सिरिजको प्याटर्न गयो भने तिमीलाई लाग्छ 12 भन्न छौ, यसलाई 12 गर्दाखेरि त भएन 58 हुन्छ, 68 त छैन यसमा, 78 यसमा 68 त छैन। तिमीले यहाँ लाग्न सक्छ यहाँ 12 भयो, यहाँ 14, यहाँ 16 भनेर गर्न सक्छौ एउटा तरिका। यसमा 16 त्यसरी खास प्याटर्न युज गर्न पाइँदैन, नभए स्क्वायर त एउटै भयो। शुभ्यान्शु कहिले दिनुभएको छ, थ्याङ्क यू। यसो गर्दा त केही छैन, 5 की स्क्वायर प्लस 5, 6 की स्क्वायर प्लस 6, 7 की स्क्वायर प्लस 7, अब 8 की स्क्वायर प्लस 8, 64 प्लस 72 केही छैन, पाइन्छ। मैले भने तपाईँलाई कुनैकै सँग स्क्वायरमा त्यहीसँग जोड्नु भन्नु र 1 बराबर इन्टु गराउने सेम कुरा हो है। ओके ठिक छ नानी, त्यो त राम्रो भयो है, थ्याङ्क यू। अब एउटा गरौँ, यस्तो छ, मैले आज पढाएको नम्बर सेटबाट एउटा क्वेसन आउट हो, मैट्रिक्स मिसिङबाट एउटा क्वेसन कम्तीमा आउट हो, दुईटा क्वेसन कन्फर्म भयो। त्यसपछि यो एनालोजी, क्लासिफिकेसन, अड एन्ड आउट, कमन प्रोपर्टी भन्नेबाट टोटलमा नै एउटा क्वेसन आउँछ। सानो सानो कुराहरु छ के यसमा, थोरै छ, हेरौँ न क्लासिफिकेसन आज। यो भ्याएर छोड्दिनु के छ क्लासिफिकेसन है हो, भेरी गुड। यसमा बल्ल राइट आन्सर दिन थाल्नु भएको छ, यसमा भने नझुक्किनुस्, भेरी गुड। पहिला हेडिङ छ क्लासिफिकेसन, क्लासिफिकेसन अथवा अरू नहो समूहमा नाम निकाल्नुस्। क्लासिफिकेसनबाट हामी एउटा कुरा के बुझ्नुपर्छ भने कुनै कुरा हट्दै गर्दा हट्ने हट्यो, ठिक छ, हट्ने हटे पनि बाँकी रहेकोलाई के बनाउनुपर्छ, एउटा क्लास सिस्टम बनाउँछौँ भने त्यसलाई हामी क्लासिफिकेसन भन्छौँ। हट्ने कुरा हटेपछि बाँकी रहेकाले एउटा क्लास बनाउँछ भने त्यो हो क्लासिफिकेसन। यहाँ रकेट, राडर, डल, काइट, एउटा कुरा बुझ्नु, रकेट भनेको एउटा पूर्ण रूप हो, एउटा कम्प्लिट पार्ट हो, डल भनेको एउटा कम्प्लिट रूप हो, काइट पनि एउटा कम्प्लिट कुरा हो। तर राडर भनेको एउटा यस्तो इन्स्ट्रुमेन्ट हो जुन चाहिँ के हुन्छ, रकेट भित्र त हो, ठिक छ, फिजिकल अब्जेक्ट हो, राइट, यो के होइन, फिजिकल अब्जेक्ट होइन, भेरी गुड। यसमा के बुझ्नु तपाईहरुले भने नि, यो राडर भनेको एउटा इन्स्ट्रुमेन्ट हो के, इन्स्ट्रुमेन्ट हो which is used to detect the speed and direction of aircraft हो, ठिक छ, डिरेक्सन र स्पीड डिटरमाइन गर्न प्रयोग गर्ने एउटा इन्स्ट्रुमेन्ट हो, राइट। सो राडर आउट हो, अरु आफैमा एउटा होल पार्ट। अब यसमा ट्याक्सी, डङ्गा, कार्ट, रिक्सा हेर्नुस् त के हुन्छ, ट्याक्सी भन्दा बाहेक सबै के छ, पुल्ड बाई ह्युमन बिङ, राइट, एक्सेप्ट ट्याक्सी, अल अदर्स आर पुल्ड बाई ह्युमन बिङ। फ्युल चाहिन्छ ट्याक्सीमा, भेरी गुड, प्रतीक लगायत एभ्रियन, थ्याङ्क यू, केसरी, रश्मि, दिनबाद सबैले, शुभ्यान्शु, ओके, भेरी गुड। अब यसमा ट्याक्सी आउट, ट्याक्सी आउट, राइट। अब ठिकै छ, यस्तो यस्तो छ, मेन सिक्वेन्स मिल्नु पर्यो के, मेन सिक्वेन्स मिल्नु पर्यो। एउटा हट्दा अरूको क्लास बन्यो नि त, यो त यो फ्युल नचाहिने भनेर बुझ्नु, अथवा पुल्ड बाई ह्युमन बिङ्स दिस, यो त फ्युल, त फ्युलले चल्ने कुरा भयो, भेरी गुड। इयर लङ आई हट, इयर लङ आई हट, यो इन्टरनल एक्सटर्नल भने त दुईटा चाहिँ त मिलेन हो, इयर लङ आई हट, हट मुटु एउटा हुन्छ, अरू सबै पेयरमा हुन्छ है, अरू सबै पेयरमा हुन्छ, अन पेयरको हट हुन्छ, थ्याङ्क यू, ओके, ठिक छ। हट भनेको सिंगल हुन्छ, अरू सबै जोडीमा हुन्छ, इयर लङ आई जोडीमा हुन्छ, हट सिंगल हुन्छ, ठिक छ। अब यस्तो छ, तपाईहरुले यो काम यसको मिनिङले नै अर्थ नदिएपछि बल्ल भवेल कन्सोनेन्टमा जाने हो है, मिनिङले नै क्लास बनाएको छ भने पहिलो प्रायोरिटी त्यही दिनुपर्छ। 4 मा के हुन्छ, 4 मा भने मिलाउनुहुन्छ कि जस्तो लाग्छ, एकर भनेको हामीले पढेकोमा तपाईलाई कति थाहा नभए पनि यो यिनीहरु सबैले लेन्थ मेजर गर्ने, यिनीहरु युनिट अफ लेन्थ हो, सबै के हो, युनिट अफ लेन्थ हो, यो भनेको युनिट अफ लेन्थ हो, बट एकर इज द युनिट अफ एरिया, राइट।
एकड़ इज द युनिट अफ एरिया यो एरियाको युनिट हो भने यो सबै युनिट अफ लेन्थ हो ठीक छ मीटर फर्लङ एट all आर द के हो युनिट अफ लेन्थ हो बट एकड़ इज द युनिट अफ एरिया एरियाको युनिट हो एकड़ अप्सन डी राइट आन्सर हो थ्यांक यू एभ्रीवन अब हेर्नुस् होइन त्यसै आउट गर्नु पर्ने सिस्टम आउनु पर्यो नि त एरिया को युनिट एउटा एरिया भनेको 2D मा गयो अर्को भनेको 2D भएन सिंगल वन डाइमेन्सनमा भए अब यसमा हेर्नु के हुन्छ लोटस प्रेजेन्ट इन वाटर अब हेर्नुस् त 1 मा राडर हुन्छ राडर हुन्छ है इन्स्ट्रुमेन्ट पानीमा हुन्छ लोटस हो रोज मैरीगोल्ड लिली लोटस lotus that grows on water while all others grows on the land option B right answer हो नमिल्ने लोटस हो लोटस कहाँ हुँदो रहेछ ओके राइट वाटरमा भेरी गुड पिस्तोल शर्ट गन राइफल यस्तो छ यसमा हेर्नुस् त के देखिन्छ पिस्तोल शर्ट गन राइफल हो कुन आउट हुन्छ शर्ट भनेको तरवार पिस्तोल गन राइफल यो के हो फायरिङ हो यो फायरिङ हतियार त हतियार नै हो फायरिङ आर्म्स हो यो भनेको नन फायरिङ टाइपको भयो है यो शर्ट भनेको तरवार नन फायरिङ टाइपको हतियार भयो चाहिँ फायरिङ हो पिस्तोल गन राइफलको फायरिङ टाइपको भयो अब यसमा हेर्नुस् त के छ स्नोर भनेको स्नोरको घुर्नु भनेको यो भनेको घुर्नु भनेको स्लम भनेको निदाउनु निदाउनु भनेको एन्ड भनेको हाई गर्नु भनेको हाई गर्नु डोज भनेको हल्का सुत्नु हल्का लाइटली स्लिपिङ हल्का सुत्नु डोज भनेको हल्का सुत्नु लाइटली स्लिपिङ स्नोर भनेको घुर्नु स्लम्बर भनेको निदाउनु एन्ड भनेको हाई गर्नु डोज भनेको हल्का सुत्नु अब हाई गरिन्छ नि त्यही हो भन्छ तर अल्छी लाग्दा के गर्नुहुन्छ नि यो के हो भने घुर्नु भनेको नि सुत्नुसँग रिलेटेड छ निदाउनु भनेको नि सुत्नुसँग रिलेटेड हो हल्का सुत्नु पनि सुत्नुसँग रिलेटेड हो त्यसो भए यो एन्डको हाई गर्नु यो अरु भन्दा फरक भयो ठीक छ एक्सेप्ट एन्ड अप्सन सी अल अदर्स रिलेटेड विथ द स्लिपिङ अरु सके के छ सुत्नुसँग सम्बन्धित छ थ्यांक यू त्यसो भए क्वेशन नम्बर 8 मा हेर्नुस् के छ 8 मा के देख्नुहुन्छ लुक्स ब्युटी क्यारेक्टर क्यूटनेस क्यारेक्टर राइट यो के हो त इन्टरनल क्वालिटीज अफ अ ह्युमन बीइङ राइट लुक्स ब्युटी क्यूटनेस हेर्ने बित्तिकै देखिन्छ त एक्सटर्नल कुरा हो अञ्जली राइट ठिक छ अब भएन अरूसँग रिलेटेड विथ स्लिपिङ छ बाबु अरू सबै सुत्नुसँग सम्बन्धित छ स्ट्रङ लजिकलाई हामी फोकस गर्छौं अरूसँग हैन स्ट्रङ लजिकलाई फोकस गर्छौं है ओके सम्राट गुड लुक्स ब्युटी क्यारेक्टर क्यूटनेसमा इस क्यारेक्टर भनेको आउट हुन्छ यो भनेको एक्सटर्नल इन्टरनल क्वालिटी हो भने अरु भनेको एक्सटर्नल हो एक्सटर्नल भनेको घुर्नु भनेको अब घुर्नु सुत्दाखेरि तपाईको आवाज निकाल्नुहुन्छ नि अब 9 मा हेर्नु त 9 मा के छ हो यस्तो गरेको छ ठीक छ यो दुईटा नम्बरको साइडमा बीचमा नम्बर छ भने दुईटालाई जोड्न सक्छ वा इन्टु गर्न सक्छ स्क्वायर गरेर जोड्न सक्छ वा क्यूब गरेर जोड्न सक्छ यहाँ यस्तो छ 1 को स्क्वायर 1 2 को स्क्वायर 4 4 प्लस 1 जोड्दा 5 2 को स्क्वायर 4 4 को स्क्वायर 16 16 प्लस 4 गर्दा 20 अब 5 को स्क्वायर 25 6 स्क्वायर 36 36 प्लस 25 भने कति छ 61 नै हो त्यसपछि के हुन्छ 4 को स्क्वायर 16 3 को स्क्वायर 9 16 प्लस 9 भनेको 20 हो होइन अप्सन डी आन्सर
डी आन्सर सबै साइडको स्क्वायरको सम बीचमा छ भने जुन डी मा त्यस्तो छैन थ्यांक यू ओके गुड ल हेर्नुस् त अब यहाँ कति गर्नुहुन्छ अब हामी यो 14 सम्म गरी सर्छौं बीचमा ब्रेक गरेका छैनौं तपाईहरुलाई हामी झन्डै नै 3-4 वटै टपिक सकिन्छ यससँग धेरै बोर पनि होला यति यस 14 पछि एन्डिङ हो आजको है ओके यसमा के प्याटर्न छ हेर्नुस् त यहाँ ह्यापी हुनुभयो ओके गुड यसमा 2 3 5 7 हो यो प्याटर्न यो त सिधा छ 2 आउट 2 आउट अरु सबै के छ odd नम्बरको प्याटर्नमा छ odd even अमृत ठीक छ बाबु अमित ल अब यता ओके यसमा हेर्नुस् 11 मा भेरी गुड 11 मा के हेर्नु भने सबै बाहिर हेर्दा त अड देखियो तर अड भित्र पनि प्रत्येक नम्बर अड छ प्रत्येक नम्बर अड छ तर यहाँ के छ एउटा नम्बर 8 चाहिँ इभन छ सबै नम्बरको सेटमा सबै नम्बर अड भइरहेको ठाउँमा एउटा के छ एउटा नम्बर यहाँ इभन छ 8 इभन भयो 8 के भयो इभन भयो हो अप्सन डी आन्सर 8 भेरी गुड गुड अब त्यसो भए 12 मा हेर्नुस् त राइट 12 मा गुड 2 छ 16 छ 56 छ 128 छ यो सबैलाई हेर्नुस् त यहाँ 2 को पावरमा छ यो 2 को पावर 1 2 को पावर 3 यो 2 को पावर कति हो 7 2 दिन 4 दिन 8 दिन 16 दिन 32 दिन 64 दिन 128 यसमा राइट हो यही गर्नु यो पावर अफ 2 मा छैन हो except option C all others can be expressed in the power of 2 that is exponent of 2 so out option C right answer thank you so much हो option C नै out हो very good option C right answer हो option C out अब क्वेशनमा 13 मा हेर्नुस् त के छ क्वेशनमा 13 मा के छ यसमा 27 64 125 144 यहाँ दिएको छ यो कति हो 3 को क्यूब हो यो 4 को क्यूब हो यो 5 को क्यूब हो यो कति हो यो 12 को स्क्वायर हो यो स्क्वायर नम्बर हो राइट यो स्क्वायर नम्बर सबै के छ क्यूब नम्बरको सेट छ सबै के छ क्यूब नम्बरको सेट छ ल यसमा ए यो 2 को पावर 4 हो सरी 2 को पावर 4 यो 2 को पावर 1 है यो 2 को पावर 4 के छ अब ओके 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 यो क्यूब नम्बर यो पनि क्यूब नम्बर तर यो के छ स्क्वायर नम्बर हो अप्सन डी आन्सर राइट आन्सर त्यसो भए 14 मा हेर्नु त के देख्नुहुन्छ 14 मा के देख्नुहुन्छ 42:4 छ हो 36:6 32:2 15:5 यसलाई यसले एक्ज्याक्टली डिवाइड भएन एक्ज्याक्टली डिभिजिबल छ एक्ज्याक्टली डिभिजिबल छ एक्ज्याक्टली डिभिजिबल छ एक्ज्याक्टली डिभिजिबल एक्ज्याक्टली डिभिजिबल यसरी गर्नुस् है यसमा नझुक्किनुस् अप्सन ए नै हो 42 लाई चाल एक्ज्याक्टली जाँदैन र अर्को कुरा मैले तपाईलाई फेरि पनि भने के भने योमा 64 आउट गरेर झुक्किनु होला नि होइन नि यो स्क्वायर पनि हो यो क्यूब पनि हो अरु चाहिँ त्यस्तो होइन भन्ने लजिक हुन्छ त्यसरी गर्ने होइन सिम्पल हामीले यसरी यो हट्दा बाँकीको एउटा क्लास भन्नु पर्यो के
यो स्क्वायर पनि हो क्युब पनि, अरु के हो त? अरु पनि त यो दुईटा स्क्वायर क्युबै हो, स्क्वायर हो, लजिक भएन। त्यही भएर हामी के हो, एउटा हर्दा बाँकी एउटा क्लास खोज्ने हो। त्यसो भए यो वर्ग संख्या हो भने अरु सबै क्युब नम्बरको सिस्टममा गयो नि त, यो सिस्टममा गयो। क्लियर हुनु भएको छ? 14 को यस्तो छ, 42 लाई 4 ले एक्ज्याक्टली भाग गएन, 36 लाई 6 ले भाग जान्छ, 32 लाई 2 ले भाग जान्छ, 15 लाई 5 ले भाग जान्छ, 42 लाई 4 ले भाग एक्ज्याक्टली जान्छ, जाँदैन। त्यही भएर अप्सन ए आउट हो। लजिक कमन एन्ड स्ट्रङ हुनुपर्छ। भूपेन्द्र भेरी गुड। ल त्यसो भए तपाईहरुले मैले आजलाई यति नै गर्छु। ओके ठीक छ। अब क्युब नम्बर 15 सम्म जान्नुस्, स्क्वायर नम्बर 20 सम्म जान्नुस्। यसमा यसरी प्र्याक्टिस गर्नुस् है, जोर बिजोर अन्तिममा हेर्ने, किनकि यो हाम्रो के छ, यो पहिला प्याटर्न सबै सिस्टम छ, सबै एक्ज्याक्टली डिभाइड भयो, डिभाइड भयो, डिभाइड भयो, यहाँ भएन, त्यही भएर यो आउट हो, सिधा आन्सर। आजले यति नै। थ्यांक यू सो मच। यसमा यस्तो छ, यो क्युब नम्बर, यो क्युब नम्बर, यो पनि क्युब नम्बर, यो चाहिँ स्क्वायर नम्बर है त। ल ओके, सेम टु यु अल। ल हामी आजलाई यति नै गर्छौं। बाँकी मैले बिचमा रेस्ट दिइनँ तपाईहरुलाई। अब रेस्ट गर्नुस्, पढ्नुस्, खाना खानुस्, काम के छ पूरा गर्नुस्, राम्रोसँग पढ्नुस्। बाँकी हामी भोलि गर्छौं। झन्डै 4 टपिक सक्यो, तपाईलाई बोर पनि भयो होला। आजलाई यति नै। थ्यांक यू, थ्यांक यू, थ्यांक यू अल। ओके सेम टु। ओके थ्यांक यू अल। हुन्छ ल ओके गुड, राम्रो गर्नुस्। बाँकी भोलि गर्छौं। थ्यांक यू सो मच, थ्यांक यू।